हल्यो माया ओर दुःखदेखि दैव पनि भयो पर दुःखदेखि दैव पनि भयो पर हावा चल्यो पात हल्यो माया ओर हावा चल्यो पात हल्यो माया ओर ल साथी ओर आइदिनु पर्यो फटाफट मेटल इन्जिनियर एन्ड फेब्रिकेसन उद्योग समितिद्वारा आयोजित 7औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशनलाई सभ्य भव्य र अनुशासित तरिकाले सुसम्पन्न गर्न तपाईँ हामी सबै उद्योगीहरू आजको यस कार्यक्रमलाई सफल तुल्याउन उपस्थित भइसकेका छौँ। सम्पूर्ण उद्योगीहरूलाई एकमुष्ट रूपमा उद्योगी नमन टक्राउँदै आजको यस कार्यक्रममा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। मैले कार्यक्रममा सम्बोधन गरिसकेपछि यहाँहरूले ताली बजाउन चाहिँ नछोड्नु होला। ताली बजाइरहनु भन्नु राम्रो हुँदैन। ताली बजाउनु पनि एउटा स्वास्थ्यको लागि राम्रो कुरा हो। सपना भत्किन सक्छ, विश्वास पनि टुट्न सक्छ, थोरै आशा जगाइराखौँ जीवन फेरि मुस्कुराउन सक्छ, थोरै आशा जगाइराखौँ जीवन फेरि मुस्कुराउन सक्छ। धन्यवाद। सदस्यहरू गाउनुभएको छ जसमध्ये हामीले रत्नगर एकाइ समिति पनि गठन गरेर अधिवेशन सम्पन्न गरिसकेका छौँ। त्यस्तै गरी कालिका एकाइ समिति पनि गठन गरेर अधिवेशन सम्पन्न गरिसकेका छौँ। त्यस्तै गरी माडी एकाइ, इच्छा कामना एकाइ र अन्य एकाइहरूलाई पनि हामीले अगाडि बढाउने प्रक्रियामा छौँ र चितवन जिल्लाभरि छरिएर रहनुभएका फेब्रिकेसनसम्म मेटलसम्म रहनुहुने सम्पूर्ण व्यवसायीहरूलाई एउटै थलोमा एउटै छातामा गोलबन्द गरेर अगाडि बढ्नुपर्छ र हाम्रा समस्याहरूलाई हामी बिच भएका मतभेदहरूलाई हटाएर एउटै व्यवसायको मित्रवत व्यवहार सहित यो व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले चितवन मेटल इन्जिनियरिङ फेब्रिकेसन उद्योग समितिलाई एउटा संस्थाको रूपमा 2069 सालदेखि आजको दिनसम्म आइपुग्दा यहाँहरूले जुन किसिमको साथ सपोर्ट समर्थन हौसला दिएर हामीलाई अघि बढ्ने एउटा मार्गदर्शन निर्देश गर्नुभयो। सो अनुरूप कार्य समितिले आफ्ना गतिविधिहरू क्रियाकलापहरू बढाइरहेको कुरा र व्यवसायको हकि र समस्यामा एक ठाउँमा उभिएर लडिरहेको कुरा यहाँहरूलाई सर्वविदितै छ। आज विभिन्न चरणहरू विभिन्न कालखण्डहरू पार गर्दै हामी 7औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशन सुसम्पन्न गर्न उपस्थित भइसकेका छौँ। यसकारण हामीले जहिले पनि आफ्नो हितलाई भन्दा सत्ताको हितलाई सर्वोपरि ठानेर हामी यसमा आबद्ध हुन सक्यौँ भने पक्कै पनि सत्ताको उचाइ हामीले सोचेभन्दा माथि पुर्याउन सकिन्छ र हामीले सत्ताको गरिमालाई र सत्ताको उचाइ बढ्नु भनेको हाम्रो छवि बढ्नु, हाम्रो मान प्रतिष्ठा र इज्जत बढ्नु, समाजमा व्यवसायलाई हेर्ने दृष्टिकोणको परिवर्तन हुनु हो। यसकारण यसतर्फ लाग्न सम्पूर्ण उद्योग व्यवसाय साथीहरूलाई मैले मनैदेखि र हृदयदेखि यहाँहरूलाई विनम्र अनुरोधको साथ अनुरोध गर्न चाहे। राम्रो दिनको खोजीमा थाहै हुँदैन उमेर बित्दै जान्छ। राम्रो दिनको खोजीमा थाहै हुँदैन उमेर बित्दै जान्छ। भविष्यको सुनौलो सपनाले वर्तमानलाई खान्छ। त्यसैले त म भन्छु साथी समयमा आँखा खोल्नुपर्छ। त्यसैले त म भन्छु साथी समयमै आँखा खोल्नुपर्छ। नत्र तिम्रो सुन्दर भविष्य अन्धकार बन्छ। नत्र तिम्रो सुन्दर भविष्य अन्धकार बन्छ। राम्रो लाग्यो भने ताली पनि बजाइदिनु, एप्रिसिएट गर्नुहोस् साथीहरू।
ताली बजाउन कहिले पनि मूल नारा नै यहाँ लेखिएको छ, कामदारको सुरक्षा, उद्योग बुद्धिको रक्षा। त्यसलाई हामीले हृदय त मनन गर्नुपर्छ। सेफ्टी जहिले पनि फर्स्ट हुनुपर्छ। सेफ्टी फर्स्ट भनेको पहिले सुरक्षा अनिवार्य छ, देन प्रोडक्सन मस्ट भनेको सँगसँगै उत्पादन चाहिँ अनिवार्य छ। त्यस कारणले हामीले यो कुरालाई कहिले पनि बिर्सन। हामी एउटा उद्यमी हौँ, उद्यमीको सञ्चालक। पानीमा हाम नफाले नदी पार हुँदैन, पानीमा हाम नफाले नदी पार हुँदैन, अथवा यसको गहिराई थाहा हुँदैन। कोसिस गर्नेको कहिले हार हुँदैन। चढेर झर्नु, झरेर चढ्नु हार नसम्झनु। चढेर झर्नु, झरेर चढ्नु हार नसम्झनु। अनुभव हुन्छ नि मेहनत बेकार हुँदैन, अनुभव हुन्छ नि मेहनत बेकार हुँदैन। कलम मात्र सही ठाउँमा चलाउन जान्नुपर्छ, कलम मात्र सही ठाउँमा चलाउन जान्नुपर्छ। कलम जस्तो धारिलो हतियार हुँदैन। सङ्घर्षको मैदान छोडी कहिल्यै नभाग्नु, सङ्घर्षको मैदान छोडी कहिल्यै नभाग्नु। केही गर्दै नगरे जयकार जय जयकार हुँदैन, केही गर्दै नगरे उद्यमी भइँदैन, केही गर्दै नगरे उद्यमी भइँदैन। अवश्य पनि धन्यवाद साथीहरू। चैत्र महिनाको 28 गते शनिबार स्थान हाम्रो पर्व ब्याङ्कवेट भरतपुर 3 नारायणगढ चितौन। कामदारको सुरक्षा, उद्योगको दिगो रक्षा भन्ने मूल नाराका साथ चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिद्वारा आयोजित 7औं वार्षिक साधारण सभा तथा 4औं अधिवेशनमा ताली बजाउन पर्ने छैन भन्नुभयो साथीहरू। खाजा भोलि उहाँलाई तालीले सम्मान गर्दै गर्नु न, खाजा र फुल गुच्छाले स्वागत गर्दै हुनुहुन्छ। हाम्रो कार्य समिति सदस्य कान्ति अधिकारी म्यामले फेडरेसन उद्योग समितिका सल्लाहकार श्री भोजराज खनालज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी चितौन सल्लाहकार बेलबहादुर कार्कीज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समिति कालिका समितिका चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समिति रत्नगरका सर्दी अध्यक्ष श्री, चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समिति माडी समितिका अध्यक्ष श्री रोमबहादुर सुनारज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी रामहरि कणेलज्यूलाई पनि अनुरोध गर्दछु। त्यसै गरी चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका उपाध्यक्ष श्री राजकुमार श्रेष्ठ स्वयं म आफै भइहाल्यो। बागमती प्रदेश सदस्य श्री वीरेन्द्र बहादुर गवाडीजीलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक गर्छु। त्यसै गरी चितौन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका सदस्यहरूतर्फ जाँदैछु म। आजमानको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी समितिका सदस्य विष्णु प्रसाद पौडेलज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी समितिका सदस्य युवराज गिरिज्यूलाई पनि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी समितिका सदस्य इन्द्र रत्नगर समितिका पदाधिकारी एवं सदस्यज्यूहरूलाई पनि एकपटकमा उठेर बसिदिनु हुन हार्दिक अनुरोध गर्छु। त्यसै गरी मानिसहरूलाई पनि यता स्थानमा उठेर बसेर आसन गर्नु नाम लिएका बाहेक सम्पूर्ण साथीहरू एकचोटि उठेर आफैले आफूलाई सम्मान स्वरूप बसिदिनु होला प्लिज, कृपया। त्यस्तै गरी पत्रकार साथीहरूलाई पनि उठेर बसिदिनु हुन हार्दिक अनुरोध गर्छु। उहाँलाई पनि यता स्थानमा आसन गर्नु निम्ति हार्दिक अनुरोध गर्छु। पत्रकार दिनुहुने जीवन चौधरी लगायत उहाँको टिमलाई पनि आसन ग्रहण र उहाँलाई पनि खाजा र फुलले सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। कृपया उत्सव बनाउन उहाँले विशेष भूमिका खेल्नुहुनेछ। खाजा र मालाले सम्मान व्यक्त गरिदिनु हुन फुलगुच्छामा रहनुहुने
सुरुवातीला मेरो हाम्रो खोलिदिन्छ है म त्यहाँ मान्छे त्यसो कहाँ छ एउटा फुलको मुच्छा दिन्छ सबलाई एकैचोटि प्राविधिकमा रहनुहुने साथीलाई राष्ट्रिय गान गर्नुपर्छ र प्राविधिकमा रहने साथीलाई अधिवेशनको प्रमुख अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अभिनन्दन गर्छु। उहाँलाई खाजा र फुलले सम्मान गरेर उहाँको सम्मानको लागि जोरदार ताली दिनुहोस्। धन्यवाद। उद्यमी साथीहरू, पत्रकार साथीहरू, फोटोग्राफी साथीहरू, कर्मचारी साथीहरू, सुरक्षाकर्मी साथीहरू लगायत सम्पूर्ण उद्यमीहरूलाई एकमुष्ट रूपमा आफ्नो स्वागत मन्तव्य सहित कार्यक्रममा उपस्थित हुनुभएका श्री ताराबहादुर कार्की प्रेमीलाई हार्दिक अनुरोध गर्छु मन्तव्यका लागि प्लिज कृपया उहाँलाई जोरदार तालीले सम्मान व्यक्त गर्नुहोस्। उद्योग समिति भरतपुर 10 प्रदर्शनी मार्ग 7औं वार्षिक साधारण सभा तथा 4थो अधिवेशनका प्रमुख अतिथिज्यू, बन्द सत्रका प्रमुख अतिथिज्यू र अन्य हाम्रा सल्लाहकारज्यूहरू र आजको यस मेटल इन्जिनियरिङका निर्वाचन समितिका प्रमुखज्यू र अन्य सल्लाहकारज्यूहरू र पालिकाका अध्यक्षज्यू, नगरपालिकाका अध्यक्षज्यू र यसै संस्थाका वरिष्ठ उपाध्यक्षज्यू, सम्पूर्ण यहाँ पाल्नुहुने सम्पूर्ण उद्योगी साथीहरू, हाम्रो संस्था 2067 सालमा सुरु भएको हो। 2067 सालमा तदर्थ समितिद्वारा विभिन्न कालखण्डहरू पार गर्दै आज हामी 82 वर्षको आधारमा आइपुगेका छौँ। जब हामी 2076 सालमा जब हामीले जिल्लाबाट मान्यता प्राप्त गऱ्यौँ त्यसपछिबाट नै हामीले चाहिँ गणना गरेर चाहिँ अगाडि बढ्दै यहाँ आइपुगेका छौँ। वास्तवमा यो संस्था अगाडि बढाउनको लागि धेरै ठुलो भूमिका गर्नुहुने हाम्रा संस्थापक सचिव राजु घोडाश्रीज्यू आज हामी बिचमा हुनुहुन्न। उहाँ यही विषय कारणले यहाँ आउनुभएको छैन। उहाँलाई पनि धेरै धन्यवाद छ, किनभने उहाँले चाहिँ कल्पना गरेको एउटा सपनालाई साकार पार्दिनको लागि तपाईँ हामी सबै मिलेर
सहायता गरिदियौँ। तर त्यस फुलबारीमा उहाँ आज हुनुभएको छैन। त्यसको लागि धेरै नै हामी चाहिँ दुखी छौँ। हुनसक्छ कुनै दिन फेरि पनि उहाँ यस संस्थामा आउनुहोला। अवस्था सधैँभरि एउटा रहँदैन, सधैँभरि एउटा रहँदैन। त्यसले गर्दा त्यसलाई पनि हामीले खुसीले मान्नुपर्छ। मित्रताको आधार सधैँभरि पानी र दुधको जस्तो हुनुपर्छ। जति पानी हाले पनि दुध चाहिँ कहिले पनि सेतो हुन छोड्दैन। जब पानी उडाउनको लागि हामीले चाहिँ जब दुध बसाल्छौँ त्यसपछि फेरि पानी आफ्नो ठाउँमा पूर्व फर्केर बाफ भएर जान्छ। भनेदेखि त्यस्तै गरी हामीले कसैले केही भनिहाल्यो भने पनि हामीले चित्त दुखाउने बाटो गर्नु हुँदैन। जबसम्म मैले मलाई हेर्न सिक्दिनँ तबसम्म मैले केही पनि गर्न सक्दिनँ। धेरैभन्दा धेरै ग्यादरिङको एउटा प्लेटफर्म बनाउनको लागि आफू पहिला सक्षम हुनुपर्छ। जबसम्म आफू सक्षम भइन्न तबसम्म अरूलाई सक्षम बनाउन पनि सकिँदैन। मैले सिकेको कुरा मैले मात्र राख्ने होइन, मैले सिकेको कुरा अरूलाई पनि दिनको लागि प्रयत्न गर्नुपर्छ। त्यसपछि बल्ल संस्था बलियो बन्न सक्छ। आज हामी यति धेरै चाहिँ साथीहरू जम्मा हुनको लागि यो चौतारी रचना गरेर जसले ल्याइदियो त्यो चौतारीलाई यहाँसम्म ल्याउनको लागि कति चाहिँ दुःख गरेर यहाँ ल्याइपुर्याइयो होला त्यसलाई पनि हामीले विचार गर्नुपर्ने कुराहरू लाग्छ। कहिले कहिले हाम्रो चाहिँ संस्थाबाट चाहिँ स्टाफ नवीकरण गर्न जाँदा, नयाँ सदस्य बनाउन जाँदा चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिले के गरेको छ भनेर सोधिदिनुहुन्छ। जबसम्म तपाईँहरूले आफ्नो भावना, आफ्ना सोच र आफ्ना चाहिँ हृदयहरूले कम्बाइन्ड माइन्ड गरेर जबसम्म सोच्न सक्नुहुन्न तबसम्म संस्था अगाडि बढ्न सक्दैन। एक थप्पड लगाइदिइसकेपछि त्यो थप्पड एकचोटि मात्रै दुख्छ, वचनले लगाइदिइसकेपछि हजारौँ चोटि दुखिरहन्छ। जब त्यो व्यक्तिलाई देखिन्छ तब त्यो चोट चाहिँ हाम्रो अगाडि सामु खडा हुन्छ। त्यो तरिकाले कहिल्यै पनि चाहिँ वचन लाउने चाहिँ कामहरू हाम्रा उद्योगी साथीहरूले गरिदिनु भएन। हामी साना हौँ या ठुला हौँ, हामी उद्योगी हौँ। नेपाल अधिराज्यभरि अहिलेसम्म विद्युतको खपत गरिने सबभन्दा बढी इन्जिनियरिङ व्यवसायहरू नै छन्, गिरिल व्यवसायहरू छन् र अहिले पनि अग्रभूमिमा महत्त्वाकांक्षाको साथले आज पनि कामदारको लागि सबैभन्दा सही गन्तव्य गिरिल सटर उद्योगै हो। गिरिल सटर उद्योगको आधारमा बढाउनको लागि हामीले इन्जिनियरिङ भनेर अहिले नाम राखिरहेका छौँ। अबको हाम्रो चाहिँ देश इन्फ्रास्ट्रक्चरमा जाँदैछ। जब इन्फ्रास्ट्रक्चर भइसकेपछि अहिले पनि हामी फेरि गिरिल सटर उद्योग भन्नेतिर भावनालाई चाहिँ पछि राख्दै हामीले यसलाई चाहिँ एउटा चाहिँ मूल आधारले यसलाई अगाडि बढाउन कसरी सकिन्छ भन्ने हिसाबले हामी चाहिँ अगाडि जानुपर्ने हुन्छ। अब धेरैभन्दा धेरै शब्द राखिरहँदाखेरि पनि अप्ठ्यारो आधारहरू पर्न जान्छ। हामीले सबैभन्दा पहिलो कुरो के सोच्नु पर्यो भने तपाईँहरूले जबसम्म आफ्नो हक माग्नुहुन्न र चाहिँ ल्याएर सङ्घमा राख्नुहुन्न, समितिमा राख्नुहुन्न तबसम्म केही पनि चिजहरू अगाडि बढाउन सकिँदैन। तपाईँहरूभित्र हामीहरूभन्दा पनि धेरै धेरै तपाईँहरूभित्र चाहिँ बुद्धि छ। त्यो बुद्धिलाई निकाल्नुहोस्, उकास्नुहोस्। त्यो बुद्धिलाई यहाँ हामीलाई दिनको लागि, प्लेटफर्म बनाइदिनको लागि हजुरहरू सबैमा मेरो आग्रह छ। तपाईँहरूले आफ्ना भनाइहरू, आफ्ना कुराहरू लिखित रूपमा कमसेकम ल्याएर राखिदिनु होला। अब हामीले क्षेत्रगत हिसाबले सबैले अहिले समात्न सकेका छैनौँ। अब बिस्तारै अब आउने समितिले पक्का पनि यो समात्ने छ भन्ने मलाई पूर्ण विश्वास छ। यहाँसम्म ल्याउनको लागि कति जमर्को गरेर यहाँ आइयो भने अब त्योभन्दा पछि जानको लागि तपाईँहरू हैसियतमा होस्टे भएर जेनजी युवाहरू चाहिँ लाग्नु होला र जेनजी युवाहरू लागिसकेपछि पक्का पनि यो संस्था योभन्दा पनि माथि जान्छ।
अघि बढ्छ, उच्चभन्दा उच्च हुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। किनकि जब बच्चा रुन्छ तब आमालाई चाहिँ दुध खुवाउनको लागि बच्चालाई चाहिँ कहाँ गयो मेरो बच्चा भनेर चाहिँ खोज्नुहुन्छ। जबसम्म बच्चा रुँदैन तबसम्म कसैले पनि बच्चालाई आमाले वास्ता गरिराखेको हुँदैन। त्यस्तै हो, तपाईँले संस्था खडा गरेर छोडिदिनु भयो, त्यसलाई चाहिँ पालन पोषण तपाईँहरूले नै गर्ने हो, त्यसलाई सल्लाह सुझाव पनि तपाईँहरूले नै दिने हो। जबसम्म हामीले सल्लाह सुझावहरू चाहिँ दिन सक्दैनौँ तबसम्म हामीले केही पनि गर्न सक्दैनौँ। आज सामूहिक हार्डवेयर खुलिराखेका छ, यसै संस्थाको बल, यसै संस्थाको चाहिँ बलले नै त्यो संस्था खुलेको हो। त्यो संस्थालाई बलियो बनाउनको लागि, त्यहाँ सामान सस्तो बनाउनको लागि तपाईँहरू सबै त्यहाँ आइदिनु पर्यो, तपाईँहरू त्यहाँ सबै बस्दिनु पर्यो। किनकि 40 वर्षदेखि वर्षौँ जमाएर राखेको चाहिँ अहिलेका चाहिँ हार्डवेयर दोकानहरू र 2 वर्ष अगाडि खुलेको चाहिँ पसलले चाहिँ कसैलाई कम्पिटिसन गर्न सक्ने अवस्था हुँदैन। जबसम्म तपाईँहरूले सामूहिक हार्डवेयरबाट सामानहरू खरिद गरेर लिएर जानुहुन्न तबसम्म सामूहिक हार्डवेयर कहिले पनि अगाडि बढ्न सक्दैन। आजको यस कार्यक्रमका सभापतिज्यूले एकमुष्ट रूपमा कर्मकर्ताज्यू, अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण पहिलो चरणको बन्द सत्र कार्यक्रमको समुद्घाटन गरिदिनु हुन आजका प्रमुख अतिथि चितवन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका सल्लाहकार श्री दुर्गालाल सापकोटाज्यूलाई पछाडि रहेको ब्यानर वाचन गरेर पहिलो सेसनको बन्द सत्र कार्यक्रम विधिवत रूपमा समुद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध। फेडरेसन उद्योग समिति भरतपुर 10 प्रदर्शन मार्ग चितवन 7औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशन मिति 2082 चैत्र 28 गते शनिबार स्थान पर्व ब्याङ्क्वेट हल पूर्ति नगर मानमार्ग। धन्यवाद। उहाँको सम्पर्क, नाम अनि त्यो सम्पूर्ण कुराहरूलाई उहाँले अख्तियारी दिइसक्नुभएको थियो हलले। अरू 2 जना साथी छिटो फटाफट। यस बिचको शून्य समयलाई म सबै गर्दैछु। एउटा रचना यहाँहरूका प्रस्तुत गर्न चाहन्छु। बोल्नै खोज्दिनौ त बात हुन्छ कसरी, बोल्नै खोज्दिनौ त बात हुन्छ कसरी, जुनसम्म घाम रिसाए रात हुन्छ कसरी। बोल्नै खोज्दिनौ त बात हुन्छ कसरी, जुनसम्म घाम रिसाए रात हुन्छ कसरी। मेरो हर प्रस्ताव इन्कार गर्छौ तिमीले, मेरो हर प्रस्ताव इन्कार गर्छौ तिमीले। अब भन प्रेमको सुरुवात हुन्छ कसरी, अब भन प्रेमको सुरुवात हुन्छ कसरी। मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका यस समितिद्वारा आयोजित 7औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशनका सभाध्यक्ष श्री ताराबहादुर कार्के प्रेमज्यू, प्रमुख अतिथि श्री दुर्गालाल सापकोटाज्यू, सल्लाहकारज्यूहरू, ग्यासमा आसीन अतिथिज्यूहरू, विभिन्न पदमा रहेका पदाधिकारीज्यू तथा कार्यसमितिका साथीहरू, रत्न एकाइका अध्यक्ष लगायत पदाधिकारी एवं अन्य साथीहरू, कालिका एकाइका अध्यक्ष लगायत पदाधिकारी एवं अन्य साथीहरू, पत्रकारज्यूहरू, सुरक्षाकर्मी साथीहरू, उद्योगी साथीहरू र सचिवालय कर्मचारी साथी र यहाँ चितवन मेटल फेडरेसन उद्योग समितिद्वारा आयोजित 7औं वार्षिक साधारण सभा र 14औं अधिवेशनलाई सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न सक्रिय भूमिकामा रहनुहुने तपाईँ सम्पूर्ण उद्योगी व्यवसाय साथीहरूलाई म कार्यक्रम सञ्चालक र अहिले चितवन मेटल फेडरेसन उद्योग समितिको उपाध्यक्षको हैसियतले यहाँहरू सम्पूर्णलाई उद्योगी नमन व्यक्त गर्दै हार्दिक स्वागत गर्दै आफ्नो प्रतिनिधिलाई अगाडि बढाउने अनुरोध चाहन्छु। स्वीकार्नु होला मेरो उद्योगीहरूले समर्थन दिइसक्नु भएको छ। त्यो अख्तियारी अब नवनिर्वाचित हुने कार्य समितिले
प्राप्त गरिसकेको छ। कार्य समितिले कानुनविदको सल्लाहमा सदस्यको हितमा हुने गरी उद्योगिक व्यवसायको हितमा हुने गरी आफ्नो विधान ल्याउनेछ। पक्कै पनि यो हजुरहरूले जुन विश्वास दिनुभएको छ त्यो विश्वासमा घात हुन दिने छैनौँ पक्कै पनि। सोही कुरा भन्दै हामी बिच भयो हाम्रो आजको साधारण सभामा राखेका प्रस्तावहरूलाई यहाँहरूले नवनिर्वाचित हुने कार्य समितिलाई अख्तियार प्रदान गरिसक्नु छ। त्यसको लागि यहाँहरू सम्पूर्णलाई हृदयका धन्यवाद व्यक्त गर्न चाहन्छु। साधारण सभा तथा चौथो अधिवेशन बन्द सत्रका आदरणीय त्यस सभाका गरिमा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विभिन्न तबकाबाट प्रतिनिधित्व गर्ने अतिथिज्यूहरू र यो हाम्रो 7औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सफल पार्न चितवनको जिल्लाको विभिन्न स्थानीय पालिकाहरूबाट विभिन्न उद्योगहरूको प्रतिनिधित्व गर्दै यस सभामा उपस्थित सम्पूर्ण उद्योग व्यवसायी सबै साथीहरूलाई म इच्छाकामना पालिका समितिको तर्फबाट र व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक न्यानो नमस्कार गर्न चाहन्छु। साँच्चै धेरै कुराहरू हाम्रो राजकुमार दाजुले त्यो कार्यक्रमको सिलसिलामा राखिसक्नु भएको छ। हामीले विभिन्न आरोहहरू पार गर्दै 2067 सालमा स्थापना भएको हाम्रो संस्था आज यो ठाउँसम्म हामी आइपुगेका छौँ। अझै यसलाई डोर्याएर जाने क्रममा थुप्रै अग्रजहरू अनुजहरू अगाडि बढ्नु हुनेछ। हामी पनि 67-68 सालदेखि निरन्तर यो संस्थाको सदस्य, कार्य समिति सदस्य हुँदै अहिलेसम्म यसकै संस्थाको छाया मुनि रहेका छौँ। हामी मेटल व्यवसायीहरू अहिले देशको स्थिति रहेको अन्यल अवस्था छ। एकातिर अँध्यारो छ भने अर्कोतिर उज्यालो जस्तो पनि अहिले सबै व्यवसायीहरूले देखिरहनु भएको छ। नयाँ ज्वलन्त सरकार बनिरहेको छ एकातिर भने, अर्कोतिर हामी आर्थिक रूपमा चाहिँ अत्यन्तै अप्ठ्यारो अवस्थामा गुजिरहेको हामी एक दिन वर्षदेखिको अवस्था छ। यो दुईटै अवस्थालाई हामीले सन्तुलित मिलाएर आगामी दिनमा आफ्नो व्यवसाय, आफ्नो संस्था लगायत सबैमा चाहिँ सबै साथीहरूले चाहिँ पनि भूमिका खेल्नुहुनेछ भन्ने आशा विश्वास राख्दै र अब यो चौथो अधिवेशनबाट निर्वाचित समितिले हिजो भएका कमी कमजोरीहरूलाई सच्याउँदै र आगामी गर्नुपर्ने अरू आवश्यकताहरूलाई औल्याउँदै र अझै त्यो सिङ्गो चितवन जिल्लाका सबै उद्योगिक व्यवसायहरूलाई यस छाता सङ्गठन मुनि गोलबन्द गर्दै अझै हामी एउटा बृहत एकताबद्ध हुँदै बृहत रूपमा चाहिँ एकताबद्ध गर्दै सम्पूर्ण चितवनका मेटल व्यवसायी साथीहरूलाई हातमा हातैमालो गर्दै एकमा साथी दुश्मन होइन साथी हो भन्ने एउटा व्यवहार गर्दै, विरोधी होइन हामी सहयात्री हो भन्ने एउटा व्यवहार गर्दै अगाडि बढ्नुहुनेछ भन्ने आशा विश्वास राख्दै सम्पूर्ण कार्यक्रमको सफलतासहित हार्दिक शुभकामना व्यक्त गर्दै यो छोटो भनाइ अन्त्य गर्नुहोस्। नमस्कार, धन्यवाद। सातौं वार्षिक साधारण सभा एवं चौथो अधिवेशनका सभापति, यस संस्थाका आदरणीय अध्यक्षज्यू, यस बन्द सत्रको गरिमामय प्रमुख अतिथिज्यू, यसमा आसीन वरिष्ठ उपाध्यक्षज्यू, चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्षज्यू, सल्लाहकारज्यूहरू, रत्नगर इकाइ समितिका अध्यक्षज्यू, कालिका इकाइ समितिका अध्यक्षज्यू र यस संस्थाका उपाध्यक्षज्यूहरू, पत्रकार मित्रहरू, कर्मचारी साथीभाइहरू र सम्पूर्ण उद्योगीज्यूहरूमा बिहानीको नमस्कार। आज हामी चितवन मेटल इन्जिनियरिङको चाहिँ 7औं साधारण सभामा सहभागी भइरहेका छौँ। समितिले वर्ष दिनभित्र भइरहेका कामहरूको समीक्षा गर्ने, त्यसलाई अनुमोदन गर्ने, पारित गर्ने कामहरू आजको यस साधारण सभाले गर्दछ। हामी साँच्चै नै अहिले आर्थिक अवस्था एकदम जर्जर भइरहेको, महँगीले चाहिँ आकाश छोइरहेको अवस्थामा छ। देशमा नयाँ सरकार बनिरहेको छ। अन्तर्राष्ट्रिय हिसाबले चाहिँ जुन द्वन्द्व भएको छ त्यो द्वन्द्वको कारणले दिन प्रतिदिनै इन्धनहरूको मूल्य वृद्धि भएको छ। त्यो वृद्धिले गर्दाखेरि हामी मेटल व्यवसायीले गर्ने खरिद गर्ने कच्चा पदार्थको मूल्यहरू दिनदिनै बढिरहेको छ।
त्यसको प्रभावबाट हामी अछुतो रहन सक्दैन। निर्माण व्यवसायीहरूले पहिला हामीले पेस्की लिनुपर्ने हुन्छ, थोरै बहुत पेस्की लिएर उसको काम मूल्य निर्धारण गरेर त्यसपछि काम गर्ने हुँदा हामी एकदमै सजगता साथ हाम्रो व्यवसाय सञ्चालन गर्नुपर्ने आजको मुख्य चुनौती रहेको छ। यस अवस्थामा हामी उद्योगी व्यवसायीहरूले आफ्नो यस पेसाको मर्यादा कायम राखी हाम्रो संस्थाको हितको लागि र हामी एक आपसमा मिलेर गर्न सक्यौँ भने मात्र हामी यो अवस्थाबाट बाहिर निस्किन सकिन्छ। त्यसले गर्दाखेरि म यहाँ उपस्थित हुनुहुने सम्पूर्ण उद्योगीज्यूहरूलाई अहिलेको परिवेश अनुसार हामीले काम गर्नको लागि हतोत्साही नभइकन अनुरोध अगाडि बढ्न अनुरोध गर्दछु। हामीले भर्खरै यहाँ हाम्रो अध्यक्षज्यूको शुभकामना मन्तव्यमा पनि सुन्यौँ। चिन्तन एप्लिकेसन इन्जिनियरिङ समितिले सामूहिक हार्डवेयर स्थापना सुरु गरेको छ। त्यस हार्डवेयरमा धेरै साथीहरू सेयर सदस्य हुनुहुन्छ, जो साथीहरू सेयर सदस्य हुनुहुन्न त्यहाँ आबद्ध हुनको लागि पनि यहाँ त्यो इसारा गर्नुभएको जस्तो मैले बुझेँ। चिन्तन औद्योगिक विकास आकोश यही मेडल समिति जहाँ बसेको छ त्यही स्थानमा हामी चिन्तन उद्योग सङ्घ छ। चिन्तन उद्योग सङ्घ अन्तर्गत चिन्तन औद्योगिक विकास आकोश छ। त्यहाँबाट हामीले सदस्यता बनेपछि हाम्रो लागि आवश्यक पर्ने कर्ताहरू लिन सक्ने अवस्था छ। जुन छाता संस्था हाम्रो चाहिँ चिन्तन उद्योग सङ्घ छ, जसलाई हामीले हाम्रो लागि छाता बनिरहनु भएको छ। र अहिले जुन अब हामी मेटल व्यवसायीहरू बिना लाइसेन्स काम गरिरहेका छौँ, त्यसको लागि चिन्तन उद्योग सङ्घमा पाठशाला कक्ष छ। त्यो पाठशाला कक्षबाट हामीले अहिले चाहिँ काम सिकेका मानिसहरूलाई 96 घन्टाको चाहिँ तपाईँको ट्रेनिङ भनेर 3 घन्टा दिन सक्यो भने हामीले आधिकारिक प्रमाणपत्र लिन सक्ने स्थान पनि त्यहाँ भएको छ। उपस्थित हुनुहुने सम्पूर्णलाई शुभकामना राख्दै मेरो आफ्नो भनाइ यहीँ अन्त्य गर्दछु। हस्त धन्यवाद। जय कामदारको सुरक्षा उद्योगको विरोधमा भन्ने नाराका साथै चितवन मेटल इन्जिनियरिङ एन्ड फेडरेसन उद्योग समितिको 7औं साधारण सभा तथा 4औं अधिवेशनका सभा अध्यक्ष श्रद्धेय श्री ताराबहादुर कार्कीज्यू, वरिष्ठ उपाध्यक्ष मोहनलाल श्रेष्ठज्यू, कार्य समितिका उपाध्यक्षज्यूहरू, पालिका समितिका अध्यक्षज्यूहरू, सल्लाहकार सदस्यज्यूहरू, कार्य समितिका सम्पूर्ण सदस्यज्यूहरू र पालिका समितिका सम्पूर्ण सदस्यज्यूहरू, हाम्रा प्यारा उद्योगी सदस्य साथीहरू, कर्मचारी साथीहरू र उपस्थित सम्पूर्ण पाहुनाहरूलाई म नमस्कार भन्न चाहन्छु। हामी 68 सालदेखि धेरै आरोह अवरोह पार गर्दै आज यो परिवेशलाई विकास गर्छ र यो परिवेश सम्मान ल्याउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण कार्य समितिका साथीहरूलाई धन्यवाद गर्दै आज हामी हाम्रो आफ्नै अफिस छ, हाम्रो आफ्नै हार्डवेयर छ, खालि थोरै यहाँ कमी छ। त्यो कमी चाहिँ अब साथीहरूले पुरा गर्नुपर्छ। अब यो साथीहरूले आफै बुझ्नु होला है। हामी आफै विक्रेता, हामी आफै क्रेता। यो परिवेशसँग हाम्रो गएको कार्य समितिले, विगतका कार्य समितिहरूले यो अवस्थासम्म ल्याइदिरहेको छ। अब तपाईँ हामी आफै साउदी र आफै चाहिँ खरिदकर्ता हुने कि नहुने यो अब हाम्रो आफ्नै हातमा छ। सामूहिक हार्डवेयरलाई अगाडि बढाउनको लागि
सबै साथीहरूले एकपटक राम्रो वर्णन गर्नु पर्यो। रेटमा कहीँ कमी कमजोरी छ सल्लाह गर्नु पर्यो। रेट पनि हामी आफैले राख्ने, सामान पनि आफैले किन्ने र हार्डवेयरलाई हामीले आफैले अगाडि बढाएर हामी सबै त्यो हार्डवेयरको साउजी गर्दै हुन्छ। त्यसको लागि सबैले फेरि मनैदेखि ध्यान दिनुहुनेछ भन्ने आश गर्दछु। हामीसँग 514वटा उद्योगहरू आबद्ध हुनुहुन्छ। त्यो मध्ये हाम्रो 208 उद्योग नवीकरण भइसक्नु भएको छ। तर दुःखद म के भन्छु भने दुर्घटनाले सायद हेरेर आउँदैन है साथीहरू। दुर्घटनाले सायद हेरेर म यति बेला आउँछु भन्दैन। यो सङ्ख्या धेरै थोरै हो। 514 उद्योगमा 43 उद्योग मात्रै बिमामा आबद्ध हुनुहुन्छ। त्यसपछि 213जना कर्मचारीको मात्रै दुर्घटना बिमा भएको छ है। त्यसमा साथीहरूले एकपल्ट गइदिएर सोच्नु, हाम्रो अप्ठ्यारो परिस्थितिको साथी हो चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समिति र बिमालाई सबै साथीहरूले ध्यान दिनु होला। दुर्घटनाको बारेमा मैले भनिहालेँ। ओक्समा सकेसम्म तारहरू व्यवस्थापन राम्रोसँग गर्नु होला। साथीहरू दुर्घटना पर्दै नपरोस्, परिहाल्यो भने पनि उहाँको ठाउँ चाहिँ राम्रोसँग राख्नु होला। र अब हामी लगभग सञ्चालन भएको शपथ कार्यकालको शुभकामना गर्दै आज उपस्थित सम्पूर्ण साथीहरूलाई आफ्नो अमूल्य समयको बावजुद पनि यहाँ उपस्थित भएकोमा सम्पूर्णमा स्वागत गर्ने मेरो छोटो वक्तव्य दिन धन्यवाद। कार्यक्रमलाई अध्यक्षको अनुमतिले यहीँ समापन गरिदिनुमा चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिका वरिष्ठ उपाध्यक्ष श्री मोहनलाल श्रेष्ठज्यूलाई अनुरोध गर्दै म कार्यक्रम सञ्चालक राजकुमार श्रेष्ठ पनि केही समयको लागि ओजेल गर्न चाहन्छु। हस्त नमस्कार, जय मेटल। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। कामदार सुरक्षा उद्योग उद्योगी रक्षा उद्योग मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समिति भरतपुर 10 प्रदर्शनी मार्च चितवन 7औं वार्षिक साधारण सभा तथा 4औं अधिवेशन मिति 2082 चैत 28 शनिबार स्थान पर्वमेन्ट भरतपुर 3 नजरमा सर्वप्रथम यस विशेष अधिवेशन साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्वाचन अधिकारीज्यूहरू र उहाँका सदस्यज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, इकाइका सदस्यज्यूहरू र मेरै अहिले वर्तमान कार्य समितिका उपाध्यक्षज्यूहरू, पत्रकार मित्रहरू र सम्पूर्ण उपस्थित यस कार्यक्रममा भाग लिनु भएका सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरूमा मेरो उद्यमी नमन स्वीकार्नुहोला। हाम्रो यो पहिलो बन्द सत्रको कार्यक्रम दोस्रो सदनमा प्रवेश गरिरहने अवस्थामा भर्खरै मात्रै प्रमुख अतिथिजीको म आइपुग्न लागि भन्ने सूचना आइसकेको हुँदा मैले लामो समय नलिकन हाम्रो संस्थाको अध्यक्षजीको प्रतिवेदन, मेरो आफ्नो वरिष्ठ पदस्य पदमा निभाइरहेका कार्यक्रमका योजनाहरू सबै खुल्ला सत्रमा पेश गराइनेछ भन्ने आफ्नो बाचा राख्दै यो बन्द सत्र कार्यक्रम अध्यक्षजीको आदेश अनुसार यहीँ समापन भएको जानकारी गराउँदै म हजुरहरू बिच बिदा हुन चाहन्छु। त्यसै गरी बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर आफ्नै कार्यक्रम सम्झेर हामीलाई समय दिनुहुने प्रमुख अतिथिको आगमनको निम्ति हार्दिक अनुरोध गर्दछु।
तसर्थ उहाँलाई सम्मान व्यक्त गरेर जोरदार ताली प्लिज। त्यसै गरी विशिष्ट त्यसै गरी अतिथि भाषण गर्नको निम्ति त्यसै गरी गृह तथा कृषि व्यवसायी नगरपुरका अध्यक्ष श्री कमल पौडेलले अनुरोध गर्छु। नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष श्री रघुनाथ भट्टज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चकी अध्यक्ष श्री सरिता पौडेलज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। चितवन उद्योग सङ्घ युवा मन्त्री प्रसाद पौडेलज्यूलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। चितवन मेटल अतिथि भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। चितवन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका सल्लाहकार श्री दिलीप प्रसादका निम्ति हार्दिक अनुरोध गर्छु। सल्लाहकार श्री नवीन पियाजीलाई पनि अतिथि भाषण गर्नको निम्ति हार्दिक। त्यसै गरी मालिका देवी स्टोरका सञ्चालक श्री लेखनाथ कोइरालाज्यूलाई पनि अतिथिको भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी भूमिनी स्टिलका सञ्चालक श्री प्रकाश घिमिरेज्यूलाई पनि अतिथिको भाषण गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी गोपाल आइरनका सञ्चालक श्री रघुको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी राजेश सागर प्रालीका शाखा प्रमुख श्री अङ्कुर गारोडियाज्यू, त्यसै गरी समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठ, म स्वयं आफै कार्यक्रम सञ्चालक भएँ। त्यसै गरी चितवन सम्मानको लागि खाता र फुलले सम्मान गरिदिन हार्दिक अनुरोध गर्छु। सम्मानमा रहनु साथीहरू। साधारण सभामा भइरहेका कुराहरूलाई सञ्चार कलमका माध्यमबाट सुसूचित गर्न रहनुभएका कार्यक्रमलाई अगाडि बढाउने क्रममा स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधिमाथि प्रकाश पारिदिनुहोला। चितवन मेटल इन्जिनियर फेडरेसन उद्योग समितिका सहयोगी अध्यक्ष उद्योग समिति सातौं वार्षिक साधारण सभा तथा 2082 वार्षिक प्रगति प्रतिवेदन मिति 2082 सहित 28 गते शनिबार स्थान पर्व भेन्यू भरतपुर 3 नानगढ चितवन। म अध्यक्ष ताराबहादुर कार्की, चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समिति। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिको 7औं वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिता ग्रहण गर्नुहुने भरतपुरमा नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री चित्रसेन अधिकारीज्यू, विशिष्ट अतिथि भरतपुरमा नगरपालिका वार्ड नम्बर 3 र 10 का वडाध्यक्षज्यूहरू, उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख श्री विनोद पौडेलज्यू, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष श्री त्रिलोचन खडेलज्यू, गिरी व्यवसायी तथा स्टिल महासङ्घका अध्यक्ष श्री बिलबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख श्री गोविन्द पुरीज्यू, चितवन उद्योग सङ्घका अध्यक्ष श्री मदन घिमिरेज्यू,
र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष श्री चिरञ्जीवी सुवेदीज्यू, चितवन चेम्बर अफ कमर्सका अध्यक्ष श्री गोपाल भट्टराई, अल्मोनियम स्टिल व्यवसायी पाल्पाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन नेपाल कुखुरा व्यवसायी मञ्च चितवन उद्योग सङ्घ, महिला उद्यमी मञ्च तथा युवा उद्यमी मञ्चका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिका सल्लाहकारज्यू, निर्वाचन मण्डलका प्रमुख एवं सदस्यज्यूहरू, साधारण सभालाई विभिन्न स्थानबाट सहयोग पुर्याउने सहयोगी दाताहरू, चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिका वरिष्ठ उपाध्यक्ष पदाधिकारी एवं सदस्यज्यूहरू, चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समिति अन्तर्गत रहेका पालिका समितिका अध्यक्ष पदाधिकारी एवं सदस्यज्यूहरू, उपस्थिति सम्पूर्ण मेटल उद्यमीहरू, पत्रकार मित्र र सचिवालयका कर्मचारीहरू, साथीहरूमा सर्वप्रथम आजको यस विशेष समिति निर्माण भई विक्रम सम्वत 2071 सालमा विधिवत स्थापना भई चितवन जिल्लाभित्र छरिएर रहेका चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिको हालसम्म नेतृत्व गर्दै आइरहेको छु। यसै समितिमा वर्तमान समयमा 514 उद्योगहरू आबद्ध भइसकेका छन्। मिति 2079 मार्च 15 गतेदेखि गिरिल तथा स्टिल व्यवसाय महासङ्घमा आबद्ध भई हालसम्म यसै समितिबाट 16 उद्योगहरूले सदस्यता लिइसकेका छन्। हाम्रो छाता संस्था चितवन उद्योग सङ्घ अन्तर्गत रहेर हाम्रा गतिविधिहरू अघि बढाइरहेको अवस्थामा छाता संस्थाले उद्योग तथा उद्योगीहरूको हक हितका लागि नीतिगत अधिकार सुनिश्चित गराउन स्थानीय निकायमा सहकार्य मार्फत औद्योगिक परिवर्तनदेखि उद्योग मैत्री नीति निर्माणमा सबै तहका सरकारसँग समन्वय र सहकार्य गर्ने सम्मका कार्यमा महत्त्वपूर्ण कार्य गर्दै आइरहेका छौँ। यस समितिले छिमेकी जिल्ला मेटल तथा स्टिल उद्यमीहरूको संस्थासँग सहकार्य समन्वय गर्दै महासङ्घ समूह प्रतिनिधित्व गर्दै आइरहेका छौँ। चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिको कार्यक्षेत्र चितवन जिल्लाभरि हुँदाहुँदै चितवनका सबै पालिकामा उद्यमीहरूलाई समेट्न नसकिएको अवस्थामा यसलाई विस्तार गर्दै रत्नगर, कालिका र माडी क्षेत्रमा छरिएर रहेका मेटल उद्योगमा आबद्ध भएका उद्योगहरूलाई समेटेर जिल्ला समितिको स्थानीय पालिका समितिहरू गठन गरी आफ्ना पालिका समितिहरूमा साधारण सभा तथा अधिवेशन समेत सम्पन्न गरिसकेका छौँ। व्यवसायी हो कि आफ्नो घर बनाउने कामलाई रड, सिमेन्ट, झाल, ढोका, बालुवा, गिटीको काम सकेपछि अन्तिममा ट्रस तथा गेट, ग्रिल, सटरको काम गर्नुपर्दा हामी ट्रस, गेट, ग्रिल, सटक उद्योगीहरूलाई कामको रकम फस्ने जटिल अवस्था सिर्जना हुने भएकोले त्यसतर्फ हामी सचेत हुनु जरुरी छ। हामी उद्योगीहरूले ठुलो लगानीमा सरकारले तोकेका सम्पूर्ण निकायहरूमा दर्ता गरिरहँदा अर्को पक्षले बिना दर्ता मेसिन बोकेर घरमा गई काम गर्ने वातावरणले हामी जस्ता उद्योगीहरूलाई थप समस्या बनाएको छ। यस्ता घुम्तीहरूबाट राज्यलाई हानि नोक्सानी मात्र हुने भएकोले यसतर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ। यसैबाट पिर्सिएका गिरिल व्यवसायलाई ट्राफिकहरूबाट पनि उत्तिकै समस्या हुने गरेको उद्योगीहरूको गुनासो छ। ससाना उद्योगी व्यवसायीहरूले सामान ढुवानीको लागि ठुलो सवारी साधनहरू प्रयोग गर्दा ढुवानी खर्चले धान्न नसक्ने र साना गाडीमा सामान ढुवानी गर्दा ट्राफिकहरूले बिना कारण देखाई जरिमाना लगाउने हुँदा यस विषयमा समेत सम्बन्धित निकाय र जिल्ला ट्राफिक कार्यालयबाट उचित व्यवस्थापन र सरलीकरण हुन जरुरी छ। यस कार्यालयलाई समन्वय गर्नको लागि जिल्लाको सुरक्षा
जिल्लाको सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूले निगरानी बढाई उद्योगी व्यवसायीहरूको ढुवानीदेखि अन्य सुरक्षाको प्रतिभूति हुने खालको वातावरण सिर्जना गरिदिनु हुन म यसै सभाबाट विनम्र अनुरोध समेत गर्दछु। चितवनका उद्योगीहरूको मात्र होइन, देशभरिका उद्योगीहरूको साझा समस्या उद्योगीहरूको साझा समस्या हो। अन्य उद्योगी व्यवसायीको तुलनामा गिरिङ तथा मेटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत राज्यको तर्फबाट प्रष्ट नीति नियमहरू नहुँदा त्यसलाई समेत सुधार गर्दै लैजानुपर्ने आजको आवश्यकता हो। यस्तै सानादेखि ठुला उद्योगीहरूको दर्ता प्रक्रियादेखि संस्थागत सभामा पालिका समितिहरूमध्ये उत्कृष्टताको आधारमा पुरस्कृत गर्ने साथै अब बन्ने समितिले हामीले प्रस्तुत गरेका भावी रणनीतिलाई आत्मसात गर्दै अगाडि बढ्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु। अन्त्यमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी सभालाई समय उपलब्ध गरी प्रमुख अतिथिता गर्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, समितिका सल्लाहकारज्यूहरू, पदाधिकारी एवं सदस्यज्यूहरू, सम्पूर्ण सदस्य उद्योगका प्रमुख एवं प्रतिनिधिज्यूहरू र उपस्थिति सम्पूर्ण महानुभावहरूलाई पूर्ण कार्यक्रममा स्वागत गर्दै बिदा लिन्छु। हस्त नमस्कार। त्यसै गरी अर्कोपट्टि आजका कार्यक्रमका सभापतिज्यूले विश्वकर्मा बाबालाई त्यसको पर्दा हटाएर माल्यार्पण गरेर कार्यक्रम औपचारिक रूपमा समुद्घाटन भएको जानकारी गराउँछु। र आज चितवन जिल्ला धातुजन्य प्राविधिक उद्योगको सातौं साधारण सभा चौथो अधिवेशन कार्यक्रमका अध्यक्ष आदरणीय दाजु ताराबहादुर कार्कीज्यू, विशिष्ट अतिथि धेरै व्यक्तित्वहरूलाई राख्नु भएको छ। केही उपस्थित मान्यजनहरू यहाँ मञ्चासीन हुनुहुन्छ। विशेष गरेर सरकारी निकायबाट नियमन तथा अनुगमन, व्यवस्थापन अथवा प्रबन्धन गर्ने उद्देश्यले स्थापित नेपाल सरकारका चितवन जिल्ला उद्योग तथा घरेलु उद्योगका प्रमुख विनोद पौडेलज्यू, त्यस्तै विशिष्ट अतिथि रूपमा रहनुहुने भर्खरै चितवनवासी हाम्रा व्यवसायी उद्यमी बागमती प्रदेश उद्योग परिसरका भर्खरै निर्वाचित अध्यक्ष त्रिलोचन गणेलज्यू, त्यस्तै विशिष्ट अतिथि रूपमा रहनुहुने बागमती प्रदेश अन्तर्गत गृह तथा स्टिल उद्योग व्यवसायी बागमती प्रदेशका अध्यक्ष आदरणीय प्रकाश पौडेलज्यू, चितवनका निजी क्षेत्रका सबै नेतृत्व व्यक्तित्वहरू र मञ्चासीन सबै सल्लाहकार लगायत तहगत संरचनाका छिमेकी प्रदेश लगायतका विभिन्न पालिका लगायत तहगत जिल्लाका नेतृत्वहरू र तपाईँ सबै उद्यमी व्यवसायी साथीहरू, म सर्वप्रथम भरतपुर महानगरपालिका बाहेक अन्यबाट नेतृत्व गरी मञ्चासीन गर्ने व्यक्तित्वहरूप्रति, तपाईँहरूको संस्थागत नेतृत्व लगायत अन्य क्षेत्रबाट भरतपुरमा यो कार्यक्रममा उपस्थित रहनुहुने सबैप्रति म स्वागत सहित लगाउन चाहन्छु। समयको व्यस्तता छ, म क्षमा पनि याचना गर्न चाहन्छु। आज बिदाको दिन, बिहान 2टा कार्यक्रम सकेर यो तेस्रो कार्यक्रम, अब 3टा कार्यक्रम अझ जानुपर्ने भएको हिसाबले मैले क्षमा याचना गर्न चाहे। आयोजकले मलाई आमन्त्रण गरी मेरो समय अनुकूललाई बुझी जुन व्यवस्थापन गरी मलाई शुभकामना दिने
अवसर दिनुभयो म आयोजकप्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। अब अलिकति परिवर्तनको ढङ्गबाट हामीले सोच्नुपर्ने, कार्यक्रम सञ्चालन गर्नुपर्ने बाटोमा मैले भरतपुर महानगरपालिकामा अलिकति परिवर्तन गरेर जानुपर्छ कि भन्ने सोच, त्यसै महानगरपालिका अन्तर्गतको तपाईँहरूको यो कार्यक्रम स्थापित कार्यक्रम चितवन जिल्लाको भए तापनि वडा नम्बर 10 मा तपाईँ स्थापित हुनुहुन्छ। सबै नेतृत्वहरूप्रति हामीले फुलमाला लगायतका स्वागतका कार्यक्रमहरूलाई अलि व्यवस्थित र यो खादा मालालाई अब रोक्नुपर्छ कि भन्ने चरणमा जानुपर्छ भन्ने लागेको छ। र आजको कुरा मञ्चासीन गर्दा कार्यक्रम सञ्चालकले घण्टौँ लगाएर आसन ग्रहण गर्ने, त्यसै रूपले सबै मन्तव्यहरूले त्यसका सम्बोधनलाई त्यही पाटोमा जाने हो भने हामीले गर्न खोजेको ठाउँमा हामी पुग्न सक्दैनौँ। त्यसकारण मैले सबै मञ्चासीन लगायत तपाईँहरू सबै आज यसको सदस्यहरू, आबद्ध सदस्यहरू हुनुहुन्छ। समाज र समुदायमा अन्य क्षेत्रमा तपाईँहरूको नेतृत्व तथा उपस्थित छ भन्ने मैले बुझेको छु। त्यसकारण हाम्रो नानी बाबु अथवा तपाईँ हामी पढ्दै गर्दा इक्जाममा सिट प्लान प्रमुख अतिथिलाई एक ठाउँमा लेखिदिने, विशिष्ट अतिथिलाई त्यही अनुसार लेख्ने, अतिथिहरूलाई कहाँ लेखेर राखेर अन्य साथीहरूलाई लगाएर सिट प्लान गर्यौँ भने हामी आएर बस्नेलाई आयोजकले यहाँ हो तपाईँको ठाउँ भनेर देखाइदिइसकेपछि धेरै कुरा यो आधी घन्टाको आसन ग्रहणबाट हामी धेरै मुक्त हुन्छौँ र हामीले सम्बोधन गर्दा कार्यक्रम सञ्चालकले यहाँलाई सम्बोधन गरिसक्नु भएको छ। त्यसै सम्बोधनलाई मैले सापट्टि लिएर सम्बोधन गरेँ भने पुग्छ। अहिले वर्तमान अवस्थाको प्रधानमन्त्री अहिलेको नयाँ परिवेशमा भएको सरकार निर्माणको तपाईँ हामी सबैलाई थाहा छ। यो देशमा 6-7 ठाउँमा देश दौडाको भाषणमा 27 मिनेटमा सम्बोधन गर्नुभयो। हिजो मात्रै संसदलाई बैठकलाई सम्बोधन गर्ने कुरामा तपाईँहरूले हिजो फेसबुक सामाजिक सञ्जालबाट देखिसक्नु भएको अवस्था छ। साह्रै त्यस्तो गर्ने पनि होइन, तर जनतालाई नागरिकलाई आफ्नो सर्वोच्च संसदलाई सम्बोधन गर्नुपर्ने एउटा ठाउँमा होला। तापनि धेरै कुरा गरेर त हुँदो रहन्छ नि भन्ने कुरालाई यो राष्ट्रिय दौडामा प्रधानमन्त्री, अहिलेका प्रधानमन्त्रीले आफूलाई निर्वाचनमा गरेको हिसाबमा जम्मा 7 मिनेट जनकपुरको 2 नम्बर प्रदेशमा सम्बोधन गर्नुभयो। अन्य 20 मिनेट अन्य प्रदेशमा सम्बोधन गरेर वर्तमान प्रधानमन्त्री बन्नुभएको छ। हामीले धेरै बोल्नुभन्दा नि व्यवहारमा उतार्नुपर्ने आवश्यकता छ। तपाईँ निर्माण व्यवसायीहरू अहिले मैले सम्बोधन गर्दै गर्दा तपाईँलाई धातु जान्ने र एउटा आधुनिकीकरण आवश्यकता अनुसार सेवा प्रदायक अथवा उपभोक्ताले माग अनुसार त्यो कच्चा माललाई तपाईँले विविधीकरण गरी आवश्यकलाई मसुल गरी एउटा अहिले भन्नुभयो गुन्नेदेखि उन्नेसम्म सबैको बिचका चिजहरूको निर्माण व्यवसायहरू आज नेपाल तथा चितवनको एउटा पहिचान गर्ने तपाईँहरू धातु जान्ने उद्योग एउटा महत्त्वपूर्ण भूमिका छ। आफै रोजगारी सिर्जना गर्ने, आफै आर्थिक बाटो, वित्तीय बाटो आफैले व्यवस्थापन गर्ने, आफू लगायत अन्य रोजगारीको सिर्जना लगायतको परिश्रमलाई व्यवस्थापन गर्ने यो देशको विकास निर्माणमा यहाँको महत्त्वपूर्ण भूमिका छ। नेपालका अन्य तहगत निकाय लगायतका यो घरेलु तथा उद्योग हुनुहुन्छ, तपाईँले बनाएको जनप्रतिनिधि हामी छौँ। तीन तहको सरकारले गर्नुपर्ने भूमिकामा को कारणले व्यवसायीहरूलाई त्यसका व्यवस्थापन र प्रबन्धन गर्न नसक्दै गर्दा यहाँले ठुलो दुःख पाउनु परेको छ। व्यवसाय सृजित गर्दै गर्दा आफ्नो घरघरेली बेचेर आफ्नो पुस्तालाई सार्नु पर्ने जुन सम्पत्ति थियो त्यसबाट पनि कति त्यसलाई व्यवस्थापन नगर्न सकिसक्दा त्यो अवस्था पुगेको महसुस छ। वित्तीय कारोबार गर्दा त्यसका ऋण लगायतका ब्याज अथवा किस्ता तिर्न नसक्ने अवस्थामा मैले त मर्म बुझेको छु। म अहिले पनि एउटा व्यवसायको आबद्ध मात्रै, मेरो काम राजनीति र सामाजिक मात्रै होइन। मेरो अहिले मैले आज नवीन दाइ श्रेष्ठ भेट्नु भएको छ। आजभन्दा 25 वर्ष उहाँको लेखमा मैले काम गर्ने कुरामा, मैले चलाउने औजार लगायतको निर्माण गर्ने कुरामा म
हिसाबले अहिले पनि मेरो हार्डवेयर छ, अहिले पनि मेरो इक्विपमेन्ट्सहरू टिपर छ। मसँग म हिजो अध्यक्ष हुनुभन्दा अगाडि एउटा व्यवसाय गरेर ट्र्याक्टर छ। सबै काम गरेको हिसाबले तपाईँको मर्म र भावना जस्तो छ, त्यो मर्म र भावना आफैले बुझेको हिसाबले ती तपाईँको गुनासो अध्यक्षले धेरै प्रतिवेदनका पाटोमा धेरै राख्नु भएको छ। त्यो भावना मैले तपाईँको नजिकको सरकार, तपाईँले पालिका स्तरको पनि एउटा पालिका स्तरको समिति पनि बनाउनु भएको छ। तपाईँको प्रबन्धन व्यवस्थापन अथवा सम्बोधन गर्ने कुरामा भरपुर महानगरपालिकाले के गर्नुपर्ने छ भन्ने कुरालाई अबको असारमा नगरसभा तय हुँदैछ। यो समितिको नेतृत्वले मसँग सहकार्य गरेर बसेर छलफल गरेर यो धातुजन्य उद्योगलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने पाटोमा अहिले तपाईँले विद्युत प्राधिकरणले गर्ने तपाईँका विद्युत जडानदेखि लिएर त्यसका ट्रान्समिटर राख्नेदेखि लिएर त्यसलाई विभिन्न कुराहरूको कमी कमी लगाएका र घरेलु कार्यले सम्बोधन गर्ने कुरा, स्थानीय पालिकाले दर्ता प्रक्रिया तथा नवीकरण गर्ने कुरा, यी यावत विषयहरू तपाईँलाई गोचर लागेको छ भन्ने मैले बुझेको छु। यी सबै कुराको व्यवस्थापन सबै तहगत नेतृत्वले अहिले जनता र नागरिकले जसरी अपेक्षा गरेका छन्, तपाईँको व्यवसायले त्यसरी अपेक्षा गरेको छ। राज्यको निकायमा उत्तरदायी जिम्मेवारी रहेका सङ्घ संस्था म लगायतका जनप्रतिनिधि लगायतका तिनै तहको सरकार होस् र राज्यका विकास निर्माणमा सहयोगी भूमिका गर्ने विभिन्न कार्यालय आबद्ध सम्बोधन भएका कार्यालयहरू छ, त्यो सहजीकरण गर्ने व्यवस्थापन जिम्मेवारीमा तपाईँ हामीले अधिकार खर रूपले उत्रनुपर्ने दायित्व छ। अलिकति घोषघचाइ नगरिकन त्यो व्यवस्थापन हुने कुरा पनि रहेको जस्ता सायद अब केही परिवर्तनको महसुस भएको जस्तो अनुभूति पनि भएको छ। त्यसकारणले मलाई धेरै कुरा नराखी वर्तमान समयसम्म तपाईँहरूको स्थापनादेखि लिएर पूर्व अध्यक्षदेखि लिएर आज तपाईँहरूको यो मेटल इन्जिनियरिङ र फेब्रिकेसन उद्योगको साधारण सभासम्म ल्याउँदै गर्दा 14औं अधिवेशनमा जुन जिम्मेवारी प्रजातान्त्रिक तरिकाले हस्तान्तरण गर्ने प्रक्रियामा आइपुग्दै गर्दा तत्सम्म रहेका सबै नेतृत्वप्रति आभार व्यक्त गर्दै धन्यवाद दिँदै अब बन्ने समितिले एउटा सर्वसम्मत रूपले अथवा तपाईँको नेतृत्व गर्न सकोस्, जसले अहिले प्रतिवेदनको रूपले अध्यक्षले लामो प्रस्तुति गर्नुभएको छ, त्यो जिम्मेवारी साझा जिम्मेवारीको म हाँक्छु भन्ने हिसाबले सिधो नेतृत्व आउनुहुनेछ। तपाईँको कार्यकालको सफलता र शुभकामना व्यक्त गर्दै भोलिका दिनमा पनि तपाईँहरूसँग कार्यालय होस् अथवा बिहान बेलुकाको रूपमा कहीँ भेट्दै गर्दा सहकार्य गर्ने कुरामा यहाँसँग सहजीकरण गर्ने कुरा रहेको छ र यो चितवन मेटल उद्योगले भोलिका दिनमा महानगरपालिकासँग तपाईँहरूका त्यसमा आवश्यक पर्ने तालिमहरूको सहजीकरण गर्ने कुरामा साझेदारीको रूपमा चाहिँ भरपुर महानगरपालिका र मेटल उद्योग चितवनसँग एउटा तालिम तथा प्रशिक्षण तपाईँहरूको वेल्डर गर्ने कुरा, त्यसका टेक्निकल प्राविधिक कुराको बारेमा, लेब सञ्चालन गर्ने बारेमा, रोजगारी सिर्जना गर्नुपर्ने विभिन्न कार्यमा तपाईँहरूको श्रमिकहरूलाई व्यवस्थापन गर्ने कुरा, श्रमिक उत्पादन गर्ने कुरामा भरपुर महानगरपालिका साझेदारीको रूपले तपाईँहरूसँग सहकार्य गर्नलाई तयार छ भन्ने प्रतिबद्धता जाहेर गर्दै तपाईँ तत्काल हामीसँग सम्पर्क गर्ने कुरालाई तपाईँहरूले व्यवस्थापन गर्नुहुन्छ भन्ने मैले पनि अपेक्षा राखेको हुनाले भरतपुरका युवा तथा युवाहरूलाई रोजगारी सृजना गर्ने, सिप आर्जन गर्ने, सकेसम्म वैदेशिक रोजगारमा जानै नपरोस्, जानै पर्ने भयो सिप सिकेर जाओस् भन्ने सिलसिलामा महानगरपालिकाले आफूलाई अगाडि ल्याइरहेको अवस्थामा त्यही कुरामा तपाईँहरूसँग सहकार्य गर्ने कुरालाई प्रतिबद्ध जाहेर गर्दै तपाईँहरूको यो सातौँ साधारण सभा र 14औं अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ यहीँ गर्छु। हस्त धन्यवाद, नमस्कार। कार्यक्रम सञ्चालक गर्नुहुने चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिका अध्यक्ष श्री चित्रसेन अधिकारीज्यू, विशिष्ट अतिथिगण तथा स्टिल व्यवसायी समितिका अध्यक्ष पदाधिकारीज्यूहरू, विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रमुख एवं समितिका सल्लाहकारज्यूहरू, निर्वाचन मण्डलका प्रमुख एवं सदस्यज्यूहरू, साधारण सभालाई विभिन्न स्थानबाट सहयोग पुर्याउने हुने सहयोगीदाताहरू, चितवन मेटल इन्जिनियरिङ एन्ड यहाँको गैरमान्य उपस्थिति प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै यस समितिको संस्थापक कोषाध्यक्षबाट उपाध्यक्ष हुँदै वरिष्ठ सदस्यको जिम्मेवारीमा सँगै मेरो जिम्मेवारीमा रहेको विवाद समाधान समिति र सङ्गठन विस्तार समितिले हालसम्म गरेका मुख्य गतिविधिहरूलाई संक्षिप्त रूपमा प्रतिवेदनको रूपमा निम्नस्वरूप पेश गर्दछु। साधारण सभा पश्चात समितिले गरेका महत्त्वपूर्ण कार्यहरू: 1.
मिति 2082-3-9 गते भूमिकाला इन्जिनियरिङ प्रणालीले आफ्नो कामदार सरोज चौधरीको मिति 2082-2-26 गते काम गर्ने क्रममा ज्ञानेन्द्र मिसिनले चोट लागि घाइते भएको विषयमा निवेदन पेश गरेकोमा उक्त निवेदनमाथि छलफल भई रु 19,725 रकम भुक्तानी गरियो। 2 मिति 2082-5-14 गते लक्ष्मी इन्जिनियरिङ कार्यशालाका नवीन प्रियाजीको आफ्नो कामदारको छर्के विश्वकर्मा मिति 2082-4-21 गते काम गर्ने क्रममा ड्रिल मिसिनले हात काटेको र समितिलाई खर्चको बिल भरपाई सहित भुक्तानीको लागि निवेदन पेश गरेको हुँदा उक्त निवेदनमा छलफल भई रु 5720 रुपियाँ भुक्तानी गरियो। मिति 2082-5-20 गते आर्के ग्रिल उद्योगका सञ्चालक रामकृष्ण श्रेष्ठज्यूले आफ्नो कर्मचारी मिति 2082-4-20 गते काम गर्ने सिलसिलामा फलामको पाइपले खुट्टामा काटेको हुँदा उक्त घाइतेको उपचारको लागि लागेको खर्चको बिल भरपाई सहित समितिमा निवेदन पर्न आएको हुँदा उक्त निवेदनमाथि छलफल भयो। 4645 रुपियाँ भुक्तानी गरियो। मिति 2082-9-22 गते रामकृष्ण ग्रिल सडक उद्योगका सञ्चालक रामकृष्ण विक मिति 2082-9-6 गते साइडको काम गर्ने सिलसिलामा ज्ञानेन्द्र मिसिनले हातमा चोट आएको हुँदा उपचार गर्दा लागेको खर्चको बिल भरपाई सहित समितिमा निवेदन पर्न गएको र उक्त निवेदनमाथि छलफल हुँदा रु 4,870 रुपियाँ भुक्तानी गरियो। 2082-10-2 गते श्रेष्ठ ग्रिल सडक उद्योगका सञ्चालक हेमकुमार श्रेष्ठज्यूले गैँडाकोट महोत्सवको लागि न्यू सङ्गम टेन्ट हाउसलाई निर्माण सामग्री उपलब्ध गराएको काम सम्पन्न पश्चात उक्त सामग्रीहरूको दर रेटमा कुरा नमिलेको भनी रकम दिन अलटाल गरेको भनी समितिमा निवेदन पर्न गएको र उक्त निवेदनमाथि छलफल हुँदा मिति 2082-10-22 गते दुवै संस्थाबीच छलफल गरी हिसाब मिलान गर्ने गरी सहमति गरी मिलान पनि गराइयो। 2082-10-11 गते प्राइम टेक इन्जिनियरिङ वर्कसपमा काम गर्ने कर्मचारी सुखबहादुर बाइबा मिति 2082-10-3 गते रिजर्भ फुड्स कम्पनीमा काम गर्न जाँदा मोटरसाइकल दुर्घटनामा परे कुमको हड्डी भाँचिएको हुँदा निजको उपचारमा लागेको बिल भरपाई अनुसारको रकम उपलब्ध गराइदिन भनी समितिमा निवेदन पर्न गएको र उक्त निवेदनमाथि सम्बन्धित पक्षसँग छलफल गर्दा समितिको कार्यविधिभित्र नपरेको हुँदा थप प्रक्रिया अगाडि बढाउन नसकिएको पनि यहाँ जानकारी गराउँछु। हालसम्म 208 सदस्य उद्योगहरू अदालती भइसकेका छन्। त्यसै गरी दुर्घटना राहत कोषतर्फ 43 उद्योगहरू आबद्ध छन् भने 213 कर्मचारी सङ्ख्या आबद्ध छन्। समितिले पालिका समितिहरूलाई थप विस्तार गर्दै कालिका समितिलाई पूर्णता दिएको छ। त्यसअघि नै रत्नगर र माडीले पूर्ण आफूले दिएको जिम्मेवारीको प्रतिवेदनमा हजुरहरूलाई जानकारी गराउँदै म आफ्नो भनाइलाई यहीँ अन्तरा गर्दछु। हस्त धन्यवाद। चितवन मेटल इन्जिनियरिङ फेडरेसन उद्योग समितिका वरिष्ठ उपाध्यक्ष। अब म कार्यक्रमलाई अगाडि बढाउने क्रममा हाम्रो नजिकै हामी पूर्व सन्ध्यामा छौँ। 2083 साललाई हामी प्रवेश गर्न लागिरहेका छौँ। 2083 सालको पूर्व सन्ध्यामा 83लाई हर्षोल्लासका साथ हामीले स्वागत गर्न हामी आतुर छौँ र यसको पूर्व सन्ध्यामा हामीले चितवन मेटल इन्जिनियरिङ फेडरेसन उद्योग समितिले वार्षिक रूपमा क्यालेन्डर प्रकाशन गर्दै आइरहेको छ र सोही क्रममा हामीले चितवन मेटल इन्जिनियरिङ फेडरेसन उद्योग समितिद्वारा आयोजित कामदारको सुरक्षा उद्योगको दिगो रक्षा भन्ने मूल नाराका साथ सुसम्पन्न गर्न गइरहेको 7औं वार्षिक साधारण सभा तथा 4औं अधिवेशनको सो अवसर पारेर हामीले चितवन मेटलद्वारा प्रकाशित गरिएको छपाइएको 2083 सालको भित्रै पाएको क्यालेन्डर हामीले विमोचन गर्न गइरहेका छौँ। विमोचन गरिदिनु न आजका यस कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू र मञ्चासीन सम्पूर्ण अतिथिज्यू र यस कार्यक्रमको सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्छु। यसमा सहजीकरण गरिदिन हुन चितवन मेटल इन्जिनियरिङ फेडरेसन उद्योग समितिका सर्वे उपाध्यक्ष श्री वीरेन्द्र बहादुर गवाडीज्यूलाई हार्दिक अनुरोध गर्दछु र
यहाँ उपस्थित हलमा उपस्थित हुनुभएका सम्पूर्ण उठेर सम्मानका साथ आफैले आफैलाई सम्मान गर्नुहोस् है। सम्मानित व्यक्तित्व स्वयं आफै हो, कसैले कसैलाई सम्मान गर्दैन। आफूले आफैलाई सम्मान गर्न जान्यौ सिक्यौ भने तपाईँ जहिले पनि अगाडि रहनुहुन्छ। क्यालेन्डर विमोचन भित्तेपात्रो विमोचन भइरहेछ 2083 सालको चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिद्वारा प्रकाशित र जोरदार तालीले विमोचन भएको घोषणा गरिदिनु होला। धन्यवाद गर्दैछु। चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिद्वारा कर्मचारी दुर्घटना राहत कोषमा धेरैभन्दा धेरै कर्मचारीहरूलाई संलग्न गराएर आफ्नो र यस कार्यक्रममा संलग्न भएर प्रथम हुन सफल हुनुहुने व्यक्तित्वलाई म निमन्त्रणा गर्दैछु। उहाँलाई सम्मान व्यक्त गरिदिनु होला। आजका कार्यक्रमका सभाध्यक्षज्यू र विशिष्ट अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्छु। र डिएसपी आइरन उद्योगका सञ्चालक श्री राजन पौडेलज्यू उहाँ कहाँ हुनुहुन्छ, कृपया आफ्नो पुरस्कार ग्रहण गर्न अगाडि आइदिनु होला र उहाँलाई पुरस्कार मेडललाई राहतमा विशिष्ट अतिथिलाई हार्दिक अनुरोध गर्छु। कृपया उहाँको सम्मानमा जोरदार ताली। उहाँ पनि श्री ताराबहादुर कार्की अलिकति क्लोज जानु उहाँको उच्च सम्मानको लागि उहाँलाई जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोस्। त्यस्तै गरी सहयोगी तातामै हुन्छ गोपाल आइरनका सञ्चालक श्री रविन्द्र श्रेष्ठज्यू 7औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशनलाई सुसम्पन्न गर्न आर्थिक। त्यस्तै गरी राजेश हाडेर धन्यवाद। सबैलाई फेरि पनि नमस्कार। चितवन मेटल इन्जिनियरिङ उद्योग समितिको कार्य समिति सदस्य हुँदै उपाध्यक्षसम्म गएर हाल चाहिँ उहाँले विश्राम लिनुभएको छ र विश्राम लिए पनि मैले आफ्नो तर्फबाट यस संस्थालाई गर्नुपर्ने सहयोग मेरो निरन्तर रहिरहनेछ भन्ने प्रतिबद्धता पनि जाहेर गर्नुभएको हामीलाई। उहाँलाई हामीले पदपत्रद्वारा सम्मान व्यक्त गर्दैछौँ। यसमा लेखिएको भाषा म हजुरहरूलाई वाचन गरेर सुनाउँदैछु। कामदारको सुरक्षा, उद्योगको दिगो रक्षा, चितवन मेटल इन्जिनियरिङ फेब्रिकेसन उद्योग समिति, भरतपुर प्रदर्शनी मार्ग, चितवन पदपत्र श्री सूर्यप्रसाद तिमी सिन्हा। नेपाल चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिको मिति 2080 चैत्र 3 गते सम्पन्न तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनदेखि हालसम्म मेरो अध्यक्ष भई नेतृत्वको कार्य समिति सदस्य हुँदै उपाध्यक्ष पदमा रही आफ्नो मन, वचन र कर्मले समर्पित भई मेरो कार्यकाललाई पूर्ण सफल बनाउन योगदान पुर्याउनु भएकोमा भरतपुर 7 चितवन निवासी ओम स्टिल सप्लायर्सका तपाईँ श्री सूर्यप्रसाद सिन्हाज्यूलाई समितिको 7औं वार्षिक साधारण सभा तथा 4औं अधिवेशनको शुभ अवसरमा धन्यवाद सहित यो पदपत्र प्रदान गरेको छ। अध्यक्ष ताराबहादुर कार्की, चितवन मेटल इन्जिनियरिङ फेब्रिकेसन उद्योग समिति, मिति 2082 चैत्र 28 गते शनिबार। मैले यो पदपत्र अध्यक्षज्यूलाई हस्तान्तरण गरेँ। अध्यक्षज्यूले सम्मानित व्यक्तित्व श्री आफ्नो सम्मानमा जोरदार ताली है। ताली बजाउन चाहिँ कहिले नभुल्नु साथीहरू। तालीले मान्छेमा काम गर्ने अझै पनि योभन्दा बढी साथ र सहयोग दिनुपर्छ भन्ने म भित्रको वास्तविकता हो। किनकि यो संस्थालाई जसले सपना देखेर यहाँसम्म ल्याउने बाटो जहाँ फराकिलो पार्दै ल्याउने हामी हौँ। बोलेको उहाँले कोर्नु भएको थियो राजु कुलासेनीज्यू। उहाँले चाहिँ एउटा कल्पनाको आधारले यो संस्था चाहिँ खोलेर
कमसे कम 3 तले भरतपुरको हाकिम चोकमा 4 तले घरमा बसेर हामीहरूले यो संस्थालाई त्यसलाई लानुपर्छ भन्ने भूमिका उहाँले खेल्नु भएको थियो। उहाँ कारणवश यहाँ आज हुनुहुन्न, उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँले रोक्नको लागि धेरै कोसिस गरेर जुन बिरुवा रोप्नुभयो, जुन चौतारो बनाउनको लागि कोसिस गर्नुभयो, त्यो चौतारोलाई यहाँसम्म ल्याउनको लागि मैले ठुलो भूमिका गरेको छु र मेरा सहकारी साथीहरूले नि ठुलो भूमिका गर्नुभएको छ। मैले आज यो संस्थालाई छोडेको होइन, यसलाई अझै मजबुत बनाउनको लागि साथीहरूलाई जिम्मा दिएको हो। बनाउनको लागि सबैभन्दा बढी हाम्रा उद्योगी सदस्यहरूको ठुलो भूमिका छ। त्यसकारण अब यो संस्थालाई मबाट छोडिएको होइन, मबाट अझै मजबुत बनाउनको लागि मैले कसैलाई जिम्मा दिइराखेको छु। हाम्रो संस्थामा यसलाई अझै पनि बलियो बनाउनको लागि हामीले विधानलाई एकदम मजबुत बनाएर चाहिँ लिएर आइराखेका छौँ। अझै पनि मजबुत बनाउनको लागि हामीले कोसिस गर्नुपर्छ हाम्रो विधानलाई। अबको यो निवर्तमानपछि यस संस्थाको अध्यक्ष स्वतः नै गभर्निङ काउन्सिलको अध्यक्ष भएर जान्छ। गभर्निङ काउन्सिलको अध्यक्ष हुँदै जाँदा प्रत्येक चाहिँ नयाँ अध्यक्षज्यूहरूले कुनै नयाँ काम गर्न लाग्दाखेरि पनि ल है यस्तो भएको छ है, पूर्व अध्यक्षज्यू गभर्निङ काउन्सिलका अध्यक्षज्यूलाई सोधखोज गरेर यो संस्थालाई अगाडि लिएर जानको लागि ठुलो भूमिका हाम्रो विधानले पनि लेखेको छ। प्रिय साथीहरूले आजसम्म त्यसै आधारले मलाई साथ दिँदै यहाँसम्म ल्याउनको लागि विगत 15 वर्षसम्म हातेमालो गरेर यहाँसम्म ल्याउनको लागि सहयोग पुर्याइदिनु हुने मेरा चाहिँ पूर्व कार्य समितिका मेरा सम्पूर्ण साथीहरू, अहिले हाल भइरहेका साथीहरू र त्यसमा अब पनि आबद्ध भएर आउने साथीहरूलाई मेरो धेरै धेरै चाहिँ स्वागतका साथ धन्यवाद छ। र यो अब भइरहेको र अहिलेसम्म आइरहेको कार्य समिति आजको मितिबाट विघटन भएको जानकारी गराउँदछु र आजको यो फललाई निर्वाचन समितिलाई जिम्मा लाउँदै म यहाँबाट बिदा लिन्छु। हस्त नमस्कार। हाल हस्तान्तरण गरिसक्नुभएको छ। त्यसले गर्दाखेरि मैले निर्वाचन प्रक्रियाको बारेमा यहाँलाई केही जानकारी गराउन चाहन्छु। हामीले मिल्यो 2082 12-27 गते नै निर्वाचनका प्रक्रियाहरू सम्पन्न गरिसकेका छौँ। हामीले नाम लिस्ट सार्वजनिक गर्ने, त्यसपछि गएर मनोनयन दर्ता गर्ने, मनोनयन दर्तामाथि दाबी विरोध गर्ने र अन्तिम नामावली घोषणा गर्ने कामहरू भइसकेका छ। त्यसले गर्दाखेरि अहिले आज हामीले गर्ने भनेको निर्वाचित व्यक्तिहरूको चाहिँ नामावली घोषणा गर्न गइरहेका छौँ। यस कार्यक्रमका अध्यक्षज्यू, विशिष्ट अध्यक्षज्यूहरू, अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित उद्योगी व्यवसायी पत्रकार सम्पूर्ण साथीहरूलाई नमस्कार गर्दै म यहाँ यो नाम घोषणा गर्नको लागि हाम्रो निर्वाचन कमिटीका निर्वाचन अधिकृतज्यूलाई राजुजीलाई अनुरोध गर्दछु। आदरणीय व्यक्तित्वहरू, प्रेस कार्यक्रमका प्रमुख अतिथिज्यू, सभाध्यक्षज्यू र विशिष्ट अतिथिज्यूहरूमा म निर्वाचन सदस्यको हैसियतले तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र निर्वाचन समितिमा हामी चितवन मेटल भेरिफिकेसन उद्योग समितिका सल्लाहकार श्री गोविन्द प्रसाद आराज्यको प्रमुख निर्वाचन अधिकारी हुनुहुन्थ्यो। उहाँको सदस्यमा हामी चितवन उद्योग सङ्घका प्रशासकीय अधिकारी गोविन्द प्रसाद पौडेलज्यू, उहाँ अहिले हाम्रो चितवन उद्योग सङ्घमा भएको एक्सपोको लागि बिजी भएर उहाँ व्यस्त हुनुहुन्छ र म त्यही कार्यक्रममा हुँदै यहाँ निर्वाचन सदस्यको हैसियत यहाँ उभिएको छु र म देश हामीलाई दिएको जिम्मेवारी अनुसार एउटा
हामीलाई परेका निवेदनहरूमा पूर्ण सहमति र सर्वसम्मत एउटा निर्वाचन भएको छ। यसमा चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेट उद्योग समितिका सम्पूर्ण वर्तमान कार्य समिति र यससम्म आबद्ध सम्पूर्ण सदस्यज्यूहरूलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। उहाँहरूको यो निर्वाचन प्रक्रिया भइरहँदाखेरि उहाँहरूको एउटा सौहार्दपूर्ण वातावरण र उहाँहरूको एउटा सब एकताको कारण आज हामी निर्वाचन प्रणालीलाई पुरा सफलतापूर्वक यहाँ नाम घोषणा गर्न गइरहेको छ। यहाँ कुनै विवाद रहेन, यहाँ कुनै अवजसहरू रहेन। त्यति हुँदाहुँदै पनि हामी निर्वाचन समिति एउटा निर्वाचन घोषणा गर्ने एउटा जिम्मेवारी अनुसार हामीले आज निर्वाचन हाम्रो हात पाइसकेको छ र त्यसमा म यस बिचमा हाम्रा निर्वाचन मण्डलका सदस्यहरूलाई पनि यहाँ उपस्थित भइदिनु हार्दिक गर्दछु र उहाँलाई क्रमबद्ध रूपमा यहाँ नाम उच्चारण गर्नेछु र यो लामो इतिहासमा ताराबहादुर कार्की प्रेमज्यूले नेतृत्व गर्दै आउनुभएको यो मेटल समितिको यो दोस्रो अध्यक्ष हुनुहुन्छ। उहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। त्यसै गरी उपाध्यक्षमा हुनुहुन्छ श्रीकृष्ण वायर नेटिङ प्रणालीका उपाध्यक्षमा हार्दिक स्वागत गर्न चाहन्छु। अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उपाध्यक्षमा म कार्य समिति सदस्यहरूको नाम यहाँ उच्चारण गर्न गइरहेको छु। त्यसै गरी न्यू डिएसपी ग्रिल सटल उद्योगका सञ्चालक रामकिशोर महतोज्यू, उहाँलाई पनि हार्दिक बधाई हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै एपेक्स इन्जिनियरिङ वर्कसप प्रणालीका हबिब रहेमान अन्सारीज्यूलाई कार्य समिति सदस्यमा हार्दिक स्वागत गर्न चाहन्छु। शपथमा सहयोग भइदिनु हुन सम्पूर्ण निर्वाचित सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछु र अहिले शपथ पत्र चाहिँ वितरण कार्यक्रम चलिरहेको छ। शपथ पत्रमा चाहिँ एउटा शपथ दिलाउनेको चाहिँ हस्ताक्षर नामहरू हुन्छ। अहिले एकछिनपछि शपथ ग्रहण गरिसकेपछि लेख्नु होला र एउटा एक साइडमा चाहिँ शपथ गर्नेको चाहिँ नाम चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन समिति सातवार्षिक साधारण सभा एवं चौथो अधिवेशनबाट निर्वाचित हुनुहुने अध्यक्षज्यू, निवर्तमानज्यू लगायत सम्पूर्णलाई शपथ ग्रहणको लागि अनुरोध गर्दछु। शपथ ग्रहणमा सुरुमा यहाँ म भनेको छ, त्यहाँ चाहिँ आफ्नो नाम र तल चाहिँ खाली ठाउँ पद भनेको छ, आफ्नो पद भन्नुहोला र यसलाई शपथ दिलाउनेकोमा चाहिँ मैले गरेँ र शपथ ग्रहण गर्नेको नाममा चाहिँ आफ्नो नाम बुझाउनु होला। म यहाँलाई सुरु गर्दछु। म ईश्वर र आत्मा साक्षी राखी जिम्मेवारी उक्त विधान र प्रचलित कानुनको अधीन विनोद पौडेल सरले चाहिँ उहाँलाई पुनः वितरण गर्नुहुन्छ र सम्पूर्ण अन्य अतिथिहरूलाई पनि सँगसँगै त्यो लाइनमा उहाँलाई स्वागत र बधाई पनि दिनुहुन्छ भन्ने टिका लाग्न निर्वाचन समितिलाई हाजिर गर्न गर्छु। त्यसै गरी राजनैतिक प्रदर्शनको समितिका अध्यक्ष उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख विनोद पौडेल सरले चाहिँ उहाँलाई सम्मान अब अफिस कलेज पनि हो। अहिले
अबि माला र प्रमाणपत्र वितरण हुने कार्यक्रम चलिरहेको छ। सम्पूर्ण साथीहरूले ताली बजाएर स्वागत अहिले उपाध्यक्षमा निर्मल निर्वाचन गरेको छ। अहिले इलेक्सन हुँदैछ। अब लगभग प्रमाणपत्र वितरण कार्यक्रम अतिथिज्यूहरू भए पनि नेपाल आइपुग्नु भयो। ल बधाई छ। दिनेश कुमार राणा उता 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 सर उता उता ऊ चस्मा लाउने गोविन्द दाइ गणेशजी तपाईँको प्रमाणपत्र विभिन्न यहाँ आउनुभएका अतिथिहरू भोटर सेसनको काम भइरहेको छ। यदि यहाँले यो कार्यक्रम निर्वाचन समितिको कार्यक्रम समापन भएकोले कार्यक्रम सञ्चालक श्री आवश्यक हो आफू पाउनु निम्ति प्रदान गरिदिनुमा निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्ष दुवैजनालाई हार्दिक अनुरोध गर्छु। यसमा सहजीकरण गरिदिनुबाट चाहिँ दिपेन्द्र बालगवाडीलाई हार्दिक अनुरोध गर्छु। हरेक वर्ष हामीलाई यस्तै सहयोग हाम्रो व्यवसायको तर्फबाट उहाँको उच्च सम्मान व्यक्त गर्दै उहाँलाई जोरदार पाराले सम्मान व्यक्त गरिदिनुहुन्छ। त्यस्तै गरी पुऱ्याउँदै आउनुभएको छ त्यो सम्मान त्यो मायाको लागि उहाँलाई धेरै धेरै धन्यवाद। उहाँलाई पनि मायाको चिनो ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। उहाँको सम्मानमा जोरदार ताली। यो कार्य सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा उहाँलाई
प्रशंसा पत्र र मायाको चित्रबाट व्यक्ति तथा सङ्घ संस्थाहरूको सुमधुर सम्बन्ध स्थापित गरी हातेमालो गर्दै समितिको समृद्धि प्राप्तिको लागि कुशल नेतृत्व प्रदान गरेर हामी सम्पूर्ण कार्य समितिको समेत अभिभावक तथा स्टिल व्यवसायीहरूको हकितका लागि समर्पित रही कुशल नेतृत्व हस्तान्तरणमा समेत उल्लेखित छ। आउने क्रममा शुभकामना मन्तव्यलाई जोड्दैछु। सम्पूर्ण चितवन उद्योगीहरूमा पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको अध्यक्ष वसन्त रेग्मीको तर्फबाट यहाँपट्टि हार्दिक नमस्कार। यस कार्यक्रमका सभापतिज्यू, देशमा आसीन विभिन्न सङ्घ संस्था तह र तबकामा रहनुभएका आदरणीय व्यक्तित्वहरू र चितवन मेटल फेब्रिकेसन इन्जिनियर फेब्रिकेसनलाई माया गर्ने र यसका शुभचिन्तक र यस सम्मानित सभामा उपस्थित भद्र महिला तथा सज्जनवृन्दहरू, आज सम्पन्न भइसकेको चितवन मेटल फेब्रिकेसन उद्योगबाट बनेको नयाँ कार्य समितिलाई धेरै धेरै बधाई तथा उहाँहरूको कार्यकालको लागि म मेरो व्यक्तिगत तर्फबाट र पोखरा स्टिल फेब्रिकेसनको तर्फबाट हार्दिक शुभकामना एवं आभार प्रकट गर्दछु। एउटा सानो कथा सुनौँ, छोटो कथा है। हामीले सानो सुनिरहेका हौँ, एकजना बाबुले आफ्नो छोराहरूलाई बोलाएर बाबु त्यो लौरी लिएर आउँछ भाँच्छ भन्नुभएको थियो। छोराले ल्यायो, लौरीको आफ्नो घोडाले भाँच्यो अथवा हातले भाँच्यो, अर्को छोराले ल्यायो भाँच्यो गर्दा सबै छोराहरूलाई एउटा लौरी दिँदाखेरि त्यो लौरी सबैले भाँच्न सफल भयो। र उहाँले पछि के गर्नुभयो, लौरीको बन्डल बनाएर एकजनालाई भाँच्छ भनेर दिनुभयो। त्यो कथामा कसैले पनि त्यो लौरीको बन्डललाई भाँच्न सकेन। अर्थात् यो कथाबाट हामीले के ज्ञान लियौँ भने, जब बन्डल र मुठी अथवा हामी ग्रुपिजम अथवा हामी सङ्गठन संस्था मजबुत हुन्छ भने हामीलाई कसैले भाँच्न सक्दैन, झुकाउन सक्दैन र हाम्रो प्रगति सम्भव छ। एकता भएर जाँदा सधैँ प्रगतिको सम्भव छ। र चितवन स्टिल फेब्रिकेसन त नेपालकै फेब्रिकेसन व्यवसाय संस्था र फेब्रिकेसन व्यवसायमा उत्कृष्ट संस्था पर्दछ। र यहाँहरूमा आएर शुभकामना दिन पाउँदा म आफूले आफूलाई गौरवान्वित महसुस गर्दछु। र मोहन सरको टिम र चितवन फेब्रिकेसन समितिका सम्पूर्ण सदस्यहरूलाई यहाँको उद्योगको प्रगतिको कामना सँगसँगै नववर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र हाम्रो संस्थाका महासचिवज्यूलाई पोखरा स्टिल फेब्रिकेसनको क्यालेन्डर पनि हामीले यहाँ उपहारको रूपमा ल्याएको छौँ। अनि अध्यक्षज्यू अनि वर्तमान अध्यक्षज्यूलाई त्यो क्यालेन्डर हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। नवगठित साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्छु र म अपेक्षा गर्छु अन्तमा मेरो तर्फबाट यहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिदा हुन्छु। धन्यवाद, नमस्कार। समितिको यो 7औं वार्षिक सभा तथा 4औं अधिवेशनका भर्खरै मात्र निर्वाचित सदस्य अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि भक्तपुर महानगरपालिकाका प्रमुख हेमालबाट भइसक्नुभएको छ। विशिष्ट अतिथिको रूपमा हाम्रो उद्योगीहरूको तालुकी अड्डा, तालुकी संस्था र हामीसँग सधैँ सहकारी गर्दै आउनुभएको कुशल
प्रशासकको रूपमा हामीले पाएका छौँ। उद्योग वाणिज्य कार्यालयका सचिव प्रमुख लोक पौडेलज्यू, विभिन्न सङ्घ संस्थाबाट क्षेत्र प्रदेश हुँदै जिल्ला स्तरबाट आउनुहुने सम्पूर्ण क्षेत्र र प्लस नम्बरका साथीहरू सचिवहरू र तपाईँहरू सबै सहयोगकर्मीहरूप्रति मेरो व्यक्तिगत तर्फ र लगायत सम्पूर्ण क्षेत्र मलाई यहाँ उद्योग वाणिज्यको उपाध्याय पनि हुन्छ। हाम्रो तर्फबाट पनि तपाईँहरूले शुभकामना मन्तव्य दिनु सबैको समयलाई हामीले धेरै भाषणहरू पनि गर्नु हुँदैन। समग्र निजी क्षेत्रको तर्फबाट र भारत प्रदेश उद्योग परिषदको तर्फबाट तपाईँहरूलाई हार्दिक नमन गर्न चाहन्छु र तपाईँको व्यवसायिक सफलताको शुभकामना पनि दिन चाहन्छु। वास्तवमा भाषणमा भन्दा पनि धर्ममा विश्वास गरेका छौँ। हाम्रो जात धर्म भाषालाई कुनै उद्योगसित उत्पादन र रेभिन्यू कसरी गर्ने भन्ने हो। हामीले चित्त हुनुपर्छ। हामी हाम्रा व्यवसायिक ठाउँमा हामी अरू को कसको भनेर भन्दा पनि कसले कति योगदान गरेको छ, उत्पादनमा कति उत्पादन गरेको छ, आर्थिक समाजलाई कति विस्थापित गरेको छ भन्ने कुरामा चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्छ भन्ने राख्दै आज यस महत्त्वपूर्ण कार्यक्रममा मलाई बागमती प्रदेशको तर्फबाट विशिष्ट अतिथिको रूपमा मलाई आफ्नो सेवा राख्ने अवसर दिनुभयो। आयोजकलाई विशेष धन्यवाद दिँदै आउँदै गरेको नव वर्ष 2023ले हामी सबै सहयोगकर्मीहरूको व्यावसायिक सफलतामा चमक ल्याओस्, हामीमा खुसी र शान्ति ल्याओस् भन्ने शुभकामना दिँदै मन्तव्य यही अन्त्य गर्छु। हस्, धन्यवाद। जय हो। कार्यक्रम सञ्चालन मेटल इन्जिनियरिङ फेब्रिकेसन अध्यक्षज्यू, विशिष्ट अतिथिज्यू लगायत म्याथमेटिक सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू र यो उपस्थित सम्पूर्णमा उद्योग तथा वाणिज्य कार्य भरतपुर जिल्लाको तर्फबाट सबैलाई नमस्कार गर्न चाहन्छु। र यस स्थापना सभा मार्फत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना र निवर्तमान अध्यक्ष तथा पदाधिकारीलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। कार्यमा हजुर पनि उद्योग प्रशासन सम्बन्धी कुनै पनि गुनासो छ भनेदेखि हाम्रो वेबसाइटमा अथवा सेवा प्रवाह कक्षमा हामीले चाहिँ सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्नको लागि आरामसेको बाटोको व्यवस्था गरेका छौँ र हजुरहरूको गुनासो हामी सम्बोधन गर्ने गरेका छौँ। हामी जीवनस्तर राख्नको लागि प्रोग्राम थियो, बजेट त्यसैमा थियो, त्यहाँ गरौँ न त भनेको त्यहाँ चाहिँ फेरि अब केही खालको मेल पर्ने नपाइन्छ। अर्को समस्या के भयो भने एकजना 2-3जना मारिन पाइन्छ, 2-3जना यता इच्छाका बारेमा रातिमा गयो। अब टिमको प्लेसर ट्रेनिङ हुँदैन, भरतपुरमै ल्याएर गर्नको लागि फेरि उहाँ जाने आउने समस्या। अब यसलाई पनि एउटा आवश्यक टाइपको चाहिँ गर्नुपर्छ कि जस्तो चाहिँ महसुस गरेको आवश्यक टाइपको भयो भने त भयो। अब आएर बसेर तालिम दिनुभयो सहज हुन्थ्यो। अब यसलाई कसरी गर्न सकिन्छ? बजेटको सीमितता छ। बजेटको सीमिततामा हामी सहकार्य गरेर गर्नु सक्छौँ कि हामीले मेन पावर उत्पादन गर्छौँ। वार्षिक साधारण सभाको सफलताको कामना गर्दै नवनिर्वाचित पदाधिकारीहरूको पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मेरो भनाइ पुग्नेछु। धन्यवाद। उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख श्री विनोद पौडेलजी, उहाँले पनि चितवन मेटल इन्जिनियरिङ फेब्रिकेसन उद्योग समितिमा सहकार्य गरेर बसिदिनु होला। हजुरहरूले जुन धैर्यका साथ बसेर यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभयो त्यसको लागि यहाँहरू सम्पूर्णलाई धेरै अब 15 मिनट धेरै छन्। त्यसै गरी
एसोसिएसनबाट आउने अन्य सुनिल महतो थारू यो दिनु होला है फटाफट बिएसपी मेटल तारदारी उद्योगका विशाल खनाल पाखिङ स्टिल उद्योगका रूपमा अब साथीहरूलाई प्रमाणपत्र हामी सचेत लडबाट हार्दिक अनुरोध गर्छु प्रधानमन्त्री हुन नवनिर्वाचित अध्यक्षज्यू र निवर्तमान हुनुभएका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्छु कृपया उहाँको सम्मानको लागि जोरदार ताली ज्यू अथवा प्रतिनिधि उहाँको प्रतिनिधि प्लिज बोलाइदिनु न आजको यस कार्यक्रमलाई रेडी 1 2 3 go अनि पत्रकारले हुनुहुन्छ बिहानदेखि हाम्रो यो कार्यक्रमलाई पत्रकार सब अर्को दुईजना हुन्थ्यो नि विशिष्ट अतिथिज्यूहरू उपस्थित सम्पूर्ण मेटल उद्यमी साथीहरू पत्रकारज्यूहरू फोटोग्राफी साथीहरू स्वेच्छाकर्मी साथीहरू कर्मचारी साथीहरू लगायत सबैमा हेरेर धन्यवाद व्यक्त गर्दै अन्तसम्म मैले कार्यक्रम सञ्चालन गरेँ सुरुदेखि अन्तसम्म सबै भव्य रूपमा सुसम्पन्न गर्न यहाँले मलाई सुनेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णप्रति कृतज्ञता र धन्यवाद व्यक्त गर्दै हाम्रो चितवन उद्योग सङ्घको प्राङ्गणमा 10औं अन्तर्राष्ट्रिय एक्सपो चलिरहेको छ त्यस हिजो आज र भोलि हुन्छ त्यो 3 दिनसम्म गर्ने कार्यक्रममा यहाँहरूले अवलोकन गरेर त्यहाँबाट केही नयाँ कुराहरू सिक्ने अवसर प्राप्त गर्नुहुन्छ भने त्यो जानकारी गराउँदै अन्तमा जीवनमा हुनुपर्ने चिज मनमा थोरै पिर जीवनमा थोरै ऋण अनि 2-4 जना दुश्मनले छोडेनन् भने तपाईँ आफैले आफैलाई भाग्यमानी ठान्नुहोस् किनभने पिरले बाँच्न सिकाउँछ ऋणले कमाउन सिकाउँछ दुश्मनले जिउन सिकाउँछ अनि बल्ल तपाईँको जीवन मुस्कुराउँछ भन्दै आउँदै गरेको नयाँ वर्ष 2083ले यहाँहरूको सबैको व्यक्तिगत पारिवारिक सामाजिक व्यावसायिक जीवनले नयाँ उचाइ प्राप्त गरोस् भन्ने कामना साथै सुस्वास्थ्य र दीर्घ जीवनको कामना साथ यहाँहरूको बाँकी समय स्वस्थ रहोस् व्यस्त रहोस् मस्त रहोस् भन्दै यस कार्यक्रमका सभाध्यक्षज्यूलाई धन्यवाद मन्तव्यसहित आफ्नो प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिदिनु हुन आग्रह गर्दै म कार्यक्रम सञ्चालक राजकुमार श्रेष्ठ पनि यहाँहरू मात्र उल्लेख गर्न चाहन्छु जय उद्यमी जय मेटल हामी सबैको जय होस् हामी सबैको कल्याण होस् धन्यवाद अबको समय नवनिर्वाचित समिति अध्यक्ष श्री मोहनलाल श्रेष्ठज्यू कार्यक्रम सञ्चालकज्यू राजकुमार श्रेष्ठज्यू मैले पुनः सम्पूर्ण नामहरू दुई शब्द राख्दै म आफ्नो भर्खरै मात्र निवर्तमान हुनुभएका हाम्रा अभिभावक सदस्यज्यू आजको प्रमुख अतिथिज्यूले राख्नुभएको सल्लाह जस्तै मैले सम्बोधनलाई छोटोमा देशमा आसन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू सल्लाहकारज्यूहरू विभिन्न जिल्ला प्रदेश केन्द्रबाट आउनुभएका हाम्रा अतिथिज्यूहरू हाम्रा इकाइका जिल्लाका सम्पूर्ण उद्यमी मित्रहरूमा म आज भर्खरै मात्रै नवनियुक्त अध्यक्ष पद ग्रहण गर्दै गर्दा मैले आफूलाई आज एउटा गौरव महसुस गरेको छु आउने दिनमा मेरो आज यस सभाले जुन जिम्मेवारी दिनुभएको छ सँगसँगै जुन पदबाट भर्खरै निवर्तमान हुनुभएको छ हाम्रो अभिभावकलाई साक्षी राख्दै म एउटा प्रतिबद्धता एउटा शब्द राख्दैछु वर्तमान कार्य समिति पूर्व कार्य समिति एवं सम्पूर्ण सदस्यहरूको साथ र सहयोग संस्थागत सम्बन्धलाई अर्को अझै विस्तार गर्ने मेटल तथा एक्सपोर्टेसन उद्यमीहरूको पेसागत हक र हितमा सदैव लाग्नेछु समितिको
पालिका समिति गठन हुन बाँकी रहेका पालिकाहरूमा यसै कार्यकालभित्र समिति गठन गरी महानगर तथा अन्य पालिकाहरूमा सदस्यतालाई थप एकाबद्धता गराउन कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु। अन्तमा फेरि पुनः सम्पूर्ण उपस्थित विशिष्ट अतिथिवर्ग लगायत सम्पूर्ण उपस्थित उद्यमीहरूलाई मेरो हार्दिक हृदयदेखि धन्यवाद दिँदै आजको यस गरिमामय उपस्थितिको बिच यस कार्यक्रमलाई यहीँ समापन भएको जानकारी गराउनुभन्दा अगाडि एउटा सूचना के राख्छु भने चितवन उद्योग सङ्घको प्राङ्गणमा 10औं अन्तर्राष्ट्रिय एक्सपो मेला लागिरहेको हुँदा यहाँ उपस्थित सम्पूर्ण अतिथि लगायत हाम्रो उद्यमी मित्रहरू चाहिँ एकचोटि उहाँको अनुगमन गरेर उहाँको प्रदर्शनीमा सहभागी भएर फर्कनु होला भन्दै म आफ्नो आजको सभा यहीँ अन्त भएको जानकारी गराउँदै म पनि दिन आउँछु। हस्त धन्यवाद। नयाँ देश तान्देल लिएर गयो हुन्छ नि त समुद्र जोगाएर खालि तालो नाम छैन महाभारतमा कसरी समयको परिस्थिति सबैको टाइमले त्यहाँ कति वर्ष भन्दै 3 वर्ष इतिहास रचेर आएको समय हो यो होइन त्यसले गर्दा 15 वर्षमा हस्तान्तरण गर्दाखेरि कति खुसीको होला, कति आनन्द आयो होला। अनि हरेक समय यहाँ आएर जोडिनु पाउनु ठुलो कुरो हुन्छ यहाँ पनि होइन। आज मैले बधाई छैन पछाडि हाँसेर बसिहाल्छ यो त यो दिन सधैँ आउँछ, तर यो दिन कहिल्यै पनि आउँदैन। यो भनेको ऐतिहासिक दिन हो। ऐतिहासिक दिन कहिले पनि अङ्कल भतिजको आइरहनु पर्छ, छुट्नुहुन्न अङ्कल भने एउटा ल यो मर्तबा लगन गाँठो फेरि चाहिँ आज खिचिया फोटोहरू सबै हेर्न पछाडि मान्छे पनि आउनुपर्छ फेरि सँगसँगै भिडियो नि बनाउने बेला बेला होचो होचोको चाहिँ आज आउँछ। हाम्रो रेगुलर पाथबाट छ सबै हाम्रै त हो। म भन्दै गर्छु हाम्रो सिधै जानु सिधै गणेशजी गरम गर्दाखेरि त हजुर पनि आउनु पर्यो नि। ल अध्यक्षज्यूले
निर्वाचन अध्यक्षजीको अध्यक्ष लानुहुन्छ पहिला होइन दुईजना सिङ्गल सिङ्गल फोटो आउँछ दुईजना सिङ्गल सिङ्गल फोटो आउँछ के निर्वाचन अध्यक्षजीलाई यो उहाँकै हो देशलाई कुनै परिवर्तन कहिले भनेको थियो हेलो सर हो अग्रसर सशक्त भएर ल ल खोइ त यता आउनु त तपाईँ पछाडि आइदिनु ल बस ताली तालीले ताली सबैलाई बधाई छ 15 वर्षको अन्तरालमा मैले चाहिँ बल्ल अध्यक्ष चाहिँ पाएको छु आज मेरो चाहिँ नयाँ अध्यक्षलाई धेरै धेरै शुभकामना आउने 2083 सालको शुभकामना कार्यकाल चाहिँ सफल रहोस् भन्दै अब यहाँबाट हामी फेरि हलतिर लागौँ किनभने चितवन उद्योग सङ्घले चाहिँ सम्मानको कार्यक्रम राखेको छ त्यहाँबाट बल्ल चाहिँ सबै हामी चाहिँ बिदा हुन्छ कार्यकाल सफलताको शुभकामना सबैलाई धन्यवाद युवा मञ्च खै उहाँले के भन्नुहुन्छ कि हातले बनाउने हो एकदम बचन चाहिँ हातले झट्ट गरेर सिद्धि कार्यकारी चिजले चाहिँ अब चाहिँदो चाहिँ सहयोग त्यहाँ निभाउनु समितिको त्यो नाम शोभाजी तर म विलम्ब नगरी कार्यक्रमलाई अगाडि बढाउन अनुमति चाहन्छु शुभकामना कार्यक्रम यो भर्खरै नवनिर्वाचित चितवन उद्योग सङ्घका आदरणीय अध्यक्ष मदन घिमिरेज्यूलाई महान निरन्तर संस्थाको अभिभावक ग्रहण गरी वर्षमा बुझाउन सफल हुनुभएको सफल उद्यमी आशा गर्नको लागि महान त्यस्तै गरी भर्खर मात्र निर्वाचित मेटल समितिका आदरणीय उपाध्यक्ष राजकुमार श्रेष्ठजीलाई आतिथ्यता ग्रहण गरिदिन रुकेश सापकोटाजीलाई आतिथ्यता ग्रहण गर्ने रुकेश सापकोटा मुन्ना भनेर त्यस्तै गरी उपाध्यक्ष वीरेन्द्रबहादुर गवाडी त्यस्तै गरी उपाध्यक्ष उत्तम नेपालीजीलाई पनि आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक त्यस्तै गरी उपाध्यक्ष कान्ति अधिकारीजीलाई आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी विभिन्न सेक्टर राष्ट्र ब्याङ्क उद्योग मन्त्रालय टिबिसी लगायत सिआइआईका हिसाबदेखि लिएर त्यो लेभलका मान्छेहरूले आउनुभएको र त्यो कार्यकर्ता प्रस्तुत लगायतका विषयहरूमा व्यवस्थापकीय रोल हुने र मेरै अध्यक्षता रहने कारणले गर्दा पनि म आजको कार्यक्रममा आउन सकिनँ तर मलाई अघिसम्म जतिको मिस गरेको फिल भएको थियो अहिले मलाई चाहिँ राहत महसुस भएको छ किनकि तपाईँहरूले यहाँ आउनुभयो अहिले आखिर हामीले जुनसुकै प्लेटफर्ममा भयो भने सँगै भेट्ने हात मिलाउने र बधाई दिने र कृषि साटासाट गर्ने मौका पाएँ त्यसको लागि म यो परिस्थिति बन्ने र यो कार्यक्रमलाई डिजाइन गर्नलाई सहयोग गर्नुहुने निवर्तमान अध्यक्ष ताराबहादुर कार्की सरलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु किनकि कार्यक्रम जब छुट्ने भएपछि कार्यक्रमको मोडालिटीलाई केही चेन्ज गर्न सकिन्छ त विभिन्न रूपमा हाँकेर आज यो लेभलमा पुऱ्याउनु भएको ताराबहादुर कार्की सरलाई त्यसै आभार धन्यवाद व्यक्त गर्दै अब आउनुभएको मोहन टिमले अझै यस उचाइलाई अगाडि बढाउनु हुनेछ भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु धन्यवाद जय हिन्द परिवारले छोटो 10-15 मिनटको पिरियडमा पनि यो न्यानो स्वागत कार्यक्रम राख्नुहुँदा सर्वप्रथम चितवन सङ्घका अध्यक्षज्यूलाई
स्वागत सभाका अध्यक्षज्यूलाई म सर्वप्रथम हृदयदेखि आभार धन्यवाद गर्न चाहन्छु। मञ्चमा आसन्न कार्यक्रम अध्यक्षज्यू, युवा उद्योगका अध्यक्षज्यू, महिला निमन्त्रण हुनुका मेरा अभिभावक अध्यक्षज्यू र मेरो वर्तमान कार्य समितिमा भर्खरै मेरै टोलीमा भेला हुने सम्पूर्ण टिमलाई म चिन्तन उद्योग सङ्घको बारेमा एउटा दुईवटा शब्द मात्रै के राख्न चाहन्छु भने म मेटलमा आबद्ध हुनुभन्दा पहिला चिन्तन उद्योग सङ्घको परिवारमा आबद्ध भएर अगाडि बढेको भने मेरो कदम म गर्वको साथ भन्न चाहन्छु। मैले अघि नै भित्र पस्दै गर्दा पनि ओस्टी सरहरूलाई गति सरहरूलाई जति पनि उद्योग सङ्घको परिवारलाई भेट्दाखेरि मलाई यस्तो लाग्यो म आफ्नै घरभित्र आइपुगेको जस्तो महसुस भइकन पनि म आफ्नो एउटा गर्वान्वित महसुस गर्दैछु र यो छोटो समयमा यो न्यानो सम्मान या यो माया गरिदिनु भएको टिमलाई सम्पूर्ण परिवारलाई म भित्रदेखि आभार प्रकट गर्दै धन्यवाद दिँदै म आफ्नो आउने दिनमा अब हामी चिन्तन उद्योग सङ्घकै एउटा वस्तुगत परिवारको हिसाबले पनि र सँगसँगै एउटा सचिवालय नै सँगै एकै ठाउँमा भएको हिसाबले पनि आउने अगाडि मैले आज मलाई संस्थाले दिनुभएको जो एउटा पद दिनुभएको छ यो पदलाई उहाँहरूसँग हमेसै हातमा हातमाला गर्दै सल्लाह सुझाव लिँदै कोही पनि अप्ठ्यारो सप्ठ्यारो मुस्किलमा उहाँहरूको काँधमा मिलाउँछु र उहाँहरूको सल्लाह मसर लिँदै मेरो संस्थालाई अझ थप अगाडि बाटोमा लैजानेछु भन्ने प्रतिबद्धता राख्दै उहाँहरूको यो न्यानो मायालाई धन्यवाद दिँदै आफ्नो शब्द यहीँ अन्त्य गर्छ। आज यहाँको सानो सभामा निर्वाचन समितिको सदस्य हुँदाहुँदै पनि मन त्यहाँ हुँदाहुँदै पनि यहाँ कार्यव्यस्तताका कारणले जान सकेको थिएन, तर सौभाग्यले आज भाषण